नमस्ते सबैजनालाई। आजको प्रोग्राममा हामीले एकदमै यङ इनर्जेटिक पनि भन्नुपर्ने हुन्छ। उहाँ अहिले इन्जिनियरिङ क्षेत्रमा सेन्सेसन पनि हुनुहुन्छ। उहाँले एकैचोटि 3टा लोकसेवाका एक्जाममा एक नम्बरमा नाम निकालेर आफूलाई प्रमाणित गर्नुभएको छ। म खत्रै हुँ भन्ने खालको पनि। अनि उहाँ ब्याचलर चाहिँ सिभिल इन्जिनियरिङमा पुल्चोकबाट गर्नुभयो। अहिले जियो टेक्निकल इन्जिनियरिङ पढ्दै हुनुहुन्छ पुल्चोकमै। उहाँलाई हामीले रिक्वेस्ट गरेर आजको पोडकास्टमा चाहिँ लोकसेवा केन्द्रित भएर कुरा गर्ने र उहाँको यो सक्सेसको फर्मुला के हो त, अरूले पनि सिक्ने भन्ने हिसाबले आज हामी इन्जिनियर असीम पौडेल सरलाई बोलाएको छौँ। सर नमस्ते। नमस्कार सर। आराम हुनुहुन्छ? एकदमै ठिक छ सर। गजब छ है? अहिले ठिक छ, रमाइलो भइरहेछ है। अहिले एकदम गुड टाइम पनि चलिरहेछ तपाईँको। तपाईँको बर्थडेकै दिन तपाईँले चाहिँ नियुक्ति लिनुभएको छ भनेर तपाईँले फोटो हाल्नुभएको थियो, मैले पनि देखेको थिएँ। खुसी लाग्यो? यो मलाई हेर्ने बित्तिकै त खुसी लाग्यो भने तपाईँलाई कति लाग्यो होला? जेस म आफूलाई पनि भाग्यवान नै ठान्नुपर्छ। यो नियुक्तिको प्रक्रिया त कहिले हुन्छ थाहा हुन्थेन नि त। त्यो ठ्याक्कै बर्थडेकै दिन चाहिँ जुर्यो क्या। एकदम रमाइलो पनि भयो। अहिले जेस अहिले राम्रै समय चलिरहेको हजुरले भने जस्तै भनौँ न अहिलेको लागि। यो जर्नी, तपाईँको जर्नी प्रत्येक मान्छेको आफ्नो खालको जर्नी हुन्छ होइन? तपाईँ नवलपुरबाट चाहिँ बिलङ गर्नुहुन्छ। इन्जिनियरिङ पढ्ने भन्ने खालको माइन्डसेट चाहिँ कसरी भयो फेरि? मेरो गाउँ चाहिँ तपाईँले भने जस्तै नवलपुर जिल्लाको उप्सेकोट गाउँपालिकामा हो। अनि इन्जिनियरिङ पढ्ने माइन्डसेट चाहिँ मलाई सानैदेखि नै थियो होइन। कस्तो भन्दाखेरि चाहिँ म सानोमा चाहिँ स्केच चाहिँ राम्रो गर्थेँ क्या, चित्रहरू बनाउँथेँ होइन। अनि के सुन्थेँ भन्दाखेरि चाहिँ चित्र राम्रो बनाउनु चाहिँ इन्जिनियरिङ जस इन्जिनियरले नक्सा कोर्नुपर्छ भन्ने खालको त्यति मात्रै थाहा थियो कि मलाई। इन्जिनियर भने के हो, के गर्छ, केही पनि आइडिया थिएन होइन। नक्सा कोर्छ र मैले चित्र राम्रो बनाउँथेँ त्यतिखेर चाहिँ होइन। अनि पछि चाहिँ जस म इन्जिनियरिङ पढ्नुपर्छ भन्ने खालको अलिअलि चाहिँ भइरहेको थियो। अनि अर्को भनेको चाहिँ यो हामी बच्चा हुँदाखेरि चाहिँ अलिकति मोटरहरू चलाउने क्यार्नी गर्दाखेरि रमाइलो हुन्थ्यो नि त, साइन्टिस्टिक वर्क्स भन्दो रहेछ हो। त्यस्तो खालकोमा पनि म आफू इन्भल्भ थिएँ कि कहिले के बनाउने, अब डोजरहरू बनाए जस्तो पनि गरिन्थ्यो होइन। केही सिकेर चाहिँ गर्ने कामहरू गर्थेँ। त्यो भइसकेपछि अलिकति मलाई इन्जिनियरिङ पढ्नुपर्छ भन्ने जस्तो चाहिँ लाग्यो। अनि मेरो आफ्नै ठुलमम्मीको छोराले पनि इन्जिनियरिङ जोइन गर्नुभएको थियो। त्यो भइसकेपछि कहाँ पढ्ने भन्ने जस्तो पनि मलाई चाहिँ लगभग 8 कक्षासम्म आइपुग्दाखेरि चाहिँ म अलिकति क्लियर पनि भयो कि इन्जिनियर त बन्ने होइन, तर कसरी बन्ने थाहा थिएन। उहाँलाई पनि देखिसकेपछि म अब इन्जिनियरिङ यसरी जाने रहेछ भन्ने कुरा चाहिँ मलाई आइडिया भयो। अनि त्यतिखेर चाहिँ अब के इन्जिनियरिङ पढ्छु के पढ्छु भन्ने चाहिँ क्लियर थिएन। कहाँ पढ्छु भन्ने के अलिकति क्लियर थियो, पुल्चोक क्याम्पसमा पढिँदो रहेछ भन्ने चाहिँ, तर के पढ्छु भन्ने पनि क्लियर थिएन। अनि 9-10 कक्षामा आइसक्दाखेरि चाहिँ अलिकति इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्ने हो कि जस्तो पनि लाग्थ्यो क्या। त्यतिखेर त्यही अब अरूभन्दा पनि ब्याट्री मोटरको एसएस भइसकेपछि अलिकति चलाउने गर्ने गरिन्थ्यो। खत्रै हो कि क्या हो जस्तो लाग्दो रहेछ आफूलाई होइन। तर त्यो सामान्य कुरा नै हो अहिले बुझ्दाखेरि चाहिँ। अनि त्यसपछि 11-12 कक्षा पढ्दाखेरि चाहिँ अलिकति ल्यापटपको एसएस भइसकेपछि चाहिँ म अलिकति कम्प्युटर इन्जिनियरिङतिर लाग्नुपर्छ कि जस्तो पनि लाग्यो होइन। कोडिङहरू गर्न थालेँ क्या मैले। जस अब जस कोडिङ भनेको राम्रो चिज हो, खतरा चिज हो भन्ने जस्तो लाग्थ्यो। अनि C++ सिक्न मात्रै खोजेँ है, सिक्न चाहिँ भएन, सिक्न मात्रै खोजेँ। अनि त्यो सँगसँगै अब लकडाउन भयो हाम्रो चाहिँ 12 कक्षा पढ्दाखेरि चाहिँ, जस इन्जिनियरिङ जर्नीकै कुरा गर्दाखेरि। अनि लकडाउनमा चाहिँ अब त्यतिखेर चाहिँ मैले आफ्नो पाइथनमा चाहिँ राम्रो बेस बनाएँ क्या। कम्प्युटर इन्जिनियरिङ पढौँ कि जस्तो सोचिरहेको थिएँ। तर पछि यो लकडाउन भएर विदेशमा पनि मान्छेहरू मरिराख्ने क्यार्नी पनि देखेँ होइन। एउटा चाहिँ त्यो भइसकेपछि नै आफ्नो देशबाट जाँदाखेरि चाहिँ के हो भरे नहुने जस्तो पनि लाग्यो है। अनि पछि चाहिँ लकडाउनमा हाम्रो इन्ट्रान्स पनि भयो। अनि इन्ट्रान्स सकिसकेपछि अब चुज गर्ने बेला होइन, एउटा त्यो जुन प्रायोरिटी फर्म भर्ने बेलामा चाहिँ अब कम्प्युटर इन्जिनियरिङ लाम कि सिभिल इन्जिनियरिङ लाम भन्ने थियो। त्यतिखेर म बडो दोधारमा पनि भयो होइन। अब त्यो एउटा टिकले मेरो अब फेरि फ्युचरको करियर डिरेक्सन चाहिँ मेरो डिसाइड गर्नेवाला थियो क्या। सो जस मैले त्यो 1 हप्ता जति चाहिँ राम्रोसँग पनि सोचेँ, कन्सल्टिङको पनि गरेँ है आफ्नो नजिकको मान्छेहरूसँग। अनि त्यो भइसक्दाखेरि मेरो जस मलाई चाहिँ के लाग्यो भन्दाखेरि मेरो अल्टिमेट गोल चाहिँ नेपालै बस्नु रहेछ भन्ने जस्तो चाहिँ मैले फिल गरेँ। अनि त्यहाँबाट चाहिँ म सिभिल इन्जिनियरिङ पढ्नै ठिक हुन्छ जस्तो पनि फिल गरेर चाहिँ म नेपालमै टिक्ने भयो नि सिभिलै गरौँ भन्ने खालको हो। त्यो चाहिँ त्यसरी नै मैले फिल गरेँ। गजब। यसको चाहिँ तपाईँको अहिले लोकसेवाको यो एचिभमेन्टको ठ्याक्कै त्यही बेलामा हामी बसिरहेछौँ नि त। त्यो बेलामा बस्दाखेरि चाहिँ तपाईँको त्यो इन्जिनियरिङ पढ्दाको अथवा +2 पढ्दाको अथवा तपाईँको स्कुलिङको त्यो ब्याकग्राउन्ड चाहिँ भनौँ न, त्यो फाउन्डेसन, पढाइको फाउन्डेसन, एकाडेमिक्स चाहिँ कतिको महत्त्वपूर्ण हुँदो रहेछ त्यो एचिभ गर्नलाई? ओके, सो
अब लोकसेवामै हामी केन्द्रित भइराख्दाखेरि चाहिँ भनेपछि मैले भन्न खोजेको तपाईँको त्यो स्कुलिङदेखि पढाइ कस्तो थियो हो भन्न खोजेको हो। त्यो भन्न खोज्नु एकदम सही कुरो। म सानैदेखि नै म चाहिँ क्लासको फर्स्ट नै हो, फर्स्ट सेकेन्ड यस्तै नै हुन्थेँ। मैले सेकेन्ड भएको त्यस्तो धेरै पनि थाहा पाइनँ होइन। जस अब 1 कक्षादेखि म लगभग 6 कक्षासम्म चाहिँ म फर्स्ट नै भइरहेको थिएँ। 6 कक्षापछि म 7 कक्षा एकैचोटि जम्प गरेँ। अनि 7 क्लास नपढिकन 8 क्लास पढ्दाखेरि चाहिँ सुरुमा म थर्ड भएँ फर्स्ट सेममा है। त्यो चाहिँ एकदम भिभिडली याद छ कि फर्स्ट सेममा थर्ड भएँ, सेकेन्ड सेममा सेम भन्दा नि टर्मिनल भनौँ न है। अनि त्यो थर्ड सेकेन्ड हुँदै म बेसिक लेभल इक्जामिनेसनमा चाहिँ डिस्ट्रिक्ट सेकेन्ड चाहिँ भएको थिएँ। अनि त्यसपछि 9 क्लासमा 10 क्लासमा त प्रोग्रेस नै पनि गरेँ। जियोस् के भन्दाखेरि चाहिँ घरबाट पनि मेरो ग्रुमिङ चाहिँ पढ्नुपर्छ भनेर मेरो मम्मीले चाहिँ मलाई गाइड गर्नुहुन्थ्यो है। सो उहाँले धेरै नै सङ्घर्ष गरेर चाहिँ मलाई पढाउनु पनि भयो। अनि मेरो मम्मी दिदीहरूको पनि मेरो गाइडलाइन्स चाहिँ पढ्नुपर्छ, पढेपछि सबै थोक हुन्छ भन्ने चाहिँ मेरो ग्रुमिङ त्यसरी भयो, फ्यामिली ग्रुमिङ। र अर्को स्कुलमा पनि त्यो खालको इन्भाइरोमेन्ट भएर पनि म चाहिँ जस्तो मैले भन्नुपर्छ कि म पहिलेदेखि नै यो टपर माइन्डसेट भएको मान्छे नै थिएँ। त्यो माइन्डसेट कम्पिटेटिभ माइन्डसेट भएको मान्छेले नै फेरि कम्पिटिसनमा पनि भाग लिन पनि ऊ तयार हुन्छ र त्यो एचिभ गर्न पनि सक्छ भन्ने कुरा चाहिँ मैले मेरो बुझाइ त्यो थियो। अनि तपाईँकोबाट एन्सर त्यो भाइब्सको आउँछ कि फरक आउँछ भन्ने मेरो कन्सर्न थियो होइन। तपाईँको कुरा त्यही नै आयो। अब तपाईँलाई मैले डोर्याउनु पर्दाखेरि चाहिँ यो जीवनका डिफ्रेन्ट मोडहरूमा चाहिँ हामीले तपाईँले अघि भन्नुभएको जस्तो इलेक्ट्रोनिक्स पढ्ने कि कम्प्युटर पढ्ने कि सिभिल पढ्ने भने जस्तै अब तपाईँले सिभिल इन्जिनियरिङ सकेपछि कुन डिरेक्सनमा जाने, गभर्मेन्ट जब गर्ने कि आफै व्यापार गर्ने कि अथवा तपाईँको चाहिँ विदेश जाने कि विभिन्न आउँछ नि त होइन। कन्सल्टेन्सी भोलि नै दर्ता गरिदिइहालौँ कि होइन, यस्तो हुन्छ। तपाईँलाई लोकसेवाले किन एट्र्याक्ट गर्यो अथवा सरकारी सेवा गर्नुपर्छ भन्ने कुराले किन एट्र्याक्ट गर्यो? त्यसका चाहिँ अरूमा त्यो छैन, यसमा छ जस्तो लाग्ने नि। ओके, अब सो के म खासमा म नेपाल बस्नुपर्छ भन्ने जुन अघि कुरा भने नि, ब्याचलर सुरु हुँदा पनि मेरो त्यो माइन्डसेट चाहिँ एकदमै थियो होइन। तर नेपाल कसरी बस्ने भन्ने अझै म क्लियर चाहिँ भइसकेको थिइनँ कि के गर्ने अडिने त केही न केही चाहियो त्यो चाहिँ क्लियर भइसकेको थिइनँ। अब सो मैले सिभिल इन्जिनियरिङबाटै गएँ त सर। सबभन्दा सुरुमा चाहिँ सिभिल इन्जिनियरिङ छिर्दाखेरि चाहिँ नेटवर्किङ एकदमै डेभलप गर्नुपर्छ भन्ने चाहिँ कुरा थियो कि त्यतिखेर है। सो नेटवर्किङ डेभलप गर्नुपर्छ अनि पुल्चोक क्याम्पसमै आइसकेपछि एकदमै मैले त्यो चाहिँ कसरी चाहिँ आफ्नो नेटवर्किङ डेभलप गर्न सकिन्छ, प्रोफेसनल ग्रोथ, पर्सनल ग्रोथ त्यतातिर लाग्न खोजेँ होइन। सो काठमाडौँ भ्याली लियो क्लबमा पनि म आबद्ध भएँ। त्यहीँबाट चाहिँ मेरो जुन यो अहिले पर्सनल ग्रोथको कनेक्सनको जर्नी छ नि, त्यहाँबाट चाहिँ मैले सुरु गरेँ। अनि सो म पछि 4th इयरसम्म आइसक्दा प्रेसिडेन्ट ग्रुपमा पनि मैले कार्य गरेर हामीले विभिन्न कार्यक्रमहरू त्यहाँबाट नै आयोजना गऱ्यौँ होइन। त्यहाँबाट एउटा नेतृत्वको क्षमता चाहिँ मैले विकास गरेँ जस्तो मलाई फिल हुन्छ। अनि त्यसपछि अरू भनेको चाहिँ अब रिसर्च पनि गर्नुपर्छ, किनकि विदेश जानको लागि चाहिँ राम्रो मार्क्स मात्रै भएर हुँदैन, रिसर्च ब्याकग्राउन्ड पनि चाहिन्छ भन्ने पनि थियो कि। सो मैले त्यहाँसम्म पनि म क्लियर थिइनँ भन्न खोजेँ कि लोकसेवा गर्ने कि के गर्ने भन्ने क्लियर थिइनँ। जस विदेश जान परिहाल्यो भने पनि आफू चाहिँ पछि हुनुहुन्न भन्ने भयो नि त। सो मैले रिसर्च पनि मैले हाम्रो आदरणीय गुरु डाक्टर क्षितिज श्रेष्ठ सरसँग चाहिँ मैले उहाँसँग पनि यो स्ट्रक्चरतिरको रिसर्चहरू चाहिँ अगाडि बढाइरहेको पनि छु। अहिले पनि कन्टिन्यू नै छ रिसर्च चाहिँ। मैले रिसर्चतिर पनि आबद्ध भएँ। अब कुरा आयो ब्याचलर पास आउट भइसकेपछि एकदमै यो ब्याचलरसम्म चाहिँ पुल्चोक क्याम्पसमा यति रमाइलो हुन्छ है। त्यो जर्नीमा हामी एकदमै भिजिन्छ, त्यहाँ साथीहरूसँग रमाइलो हुन्छ। अरू केही सोच्नै भएन, अरू केही सोच्नु बरु त्यतिखेर चाहिँ केही गरियो होइन। त्यसपछि अरू फ्युचरको धेरै सोच्या नि हुँदैन। अब ब्याचलर पास आउट भइसकेपछि चाहिँ अब के गर्ने त भन्ने पनि आयो है। अब त्यतिखेर अहिले चाहिँ जुन म ठ्याक्क पास आउट भइसक्दाखेरि जुन यो ट्रम्पको इरान वारहरू, त्यसपछि हामीले अगाडि बिचमा देखेको चाहिँ जुन हेजबुल्ला र जुन हाम्रो प्यालेस्टाइन र इजरायलको वाला थियो त्यो युद्धहरू यताउति पनि हामीले देखिरहेको। अब घरबाट पनि मम्मीको आशा चाहिँ बाबु विदेश एक्लो छोरो परेँ म है, बाबु विदेश नगइदिए हुन्थ्यो, नेपालमै के गरे हुन्थ्यो भन्ने घरको समाजको पनि आशा पनि भयो एउटा। त्यसले पनि मेरो चाहिँ थिङ्किङ कता सेभ गर्छ भन्नेलाई पनि फरक पार्छ होइन। त्यसपछि अब अर्को भनेको मेरो सानैदेखिको सोच भन्दा नि ब्याचलर्स छिर्दादेखिकै सोच चाहिँ नेपाल बस्छु भन्ने थियो। अब नेपाल बस्दाखेरि मैले जस अब पास आउट भइसकेपछि यो जुन 1 महिना जतिको टाइममा पनि एकचोटि कन्सल्टिङ पनि गरेँ सबैसँग, सिनियरहरूसँग सुझावहरू पनि लिने प्रक्रियामा म अगाडि बढेँ होइन, सरहरूदेखि सिनियरहरूसँग। अब कन्सल्टिङतिरको मान्छेहरूसँग पनि कुरा गर्दाखेरि चाहिँ यो सब मलाई के चाहिँदो रहेछ कन्सल्टिङतिर लाग्दाखेरि, कन्सल्टिङ इन्डस्ट्री बिजनेसतिर एज अ जब होइन कि आफू नै तपाईँ जस्तै उद्यमशील बन्नको लागि आफ्नै केही गर्ने। त्यसको लागि चाहिँ एक त अलिकति
इन्भेस्टमेन्ट चाहियो, मोनिटरी इन्भेस्टमेन्ट चाहियो होइन। अर्को भनेको चाहिँ नेटवर्किङ चाहियो। त्यो लेभलको मसँग टेक्निकल एक्सपर्टिज पनि मैले डेभलप गरिसकेको थिइनँ। जसरी म कन्सल्टिङमै मैले प्रोजेक्टहरू पाउनु पऱ्यो नि त, किनकि इकोनोमिक्सको हिसाबले त चल्नु पऱ्यो। त्यो मैले गरिसकेको थिइनँ, हासिल गरेको थिइनँ, अझै धेरै लर्न गर्न बाँकी थियो। त्यसपछि अर्को भनेको इन्भेस्टमेन्टको रूपले चाहिँ मलाई कसैले ऋणको पत्याउने पनि थिएन कि होइन। भर्खर निस्केको केटोले गर्छु भनेर हुँदैन नि त। मैले खुबै गरेदेखि एउटा कम्पनीसम्म दर्ता गर्न सक्थेँ। त्यो चाहिँ मैले यता लोकसेवातिर लागेर चाहिँ मैले गर्न भ्याइनँ। अनि अर्को कन्स्ट्रक्सन इन्डस्ट्रीतिर चाहिँ मैले त्यो त झन् अझै बढी इन्भेस्टमेन्ट र एक्सपर्टिज पनि चाहियो भनौँ है। सो नेपालमै बस्नको लागि चाहिँ। अनि अर्को कुरो चाहिँ जब सेक्टरतिर चाहिँ नेपालमा प्राइभेट जब त्यति सेटिस्फाइङ चाहिँ मैले नभएको पाएँ है। दाइहरूसँगै मैले बुझ्दाखेरि चाहिँ अलिकति जस्तै वर्क लाइफ ब्यालेन्स पनि छैन। त्यसपछि अरूको अन्डरमा डाइरेक्टली नै काम गर्नुपर्छ। मेन मोटिभ भनेको चाहिँ जो चाहिँ कम्पनी ओनर हुनुहुन्छ अथवा कन्स्ट्रक्सन कम्पनीको ओनर, कन्सल्टेन्टको ओनर, उहाँहरूप्रति दायित्व वहन गरेर चाहिँ उहाँहरूको फाइदाको लागि काम गरिन्छ नि त। मोरओभर त्यही हुन्छ। र अर्को कुरो इन्कमको हिसाबले पनि त्यो आफ्नो उद्यमशील गरे जस्तो पनि छैन। र लोकसेवासँगै इन्स्ट्यान्टली कम्पेयर गर्दाखेरि चाहिँ त्यो टाइपको जुन अब लोकसेवामा चाहिँ अब मैले देख्दाखेरिको एउटा स्टेबिलिटी छ है। लोकसेवामा के देखेँ भन्दाखेरि चाहिँ स्टेबिलिटी देखेँ। म नेपाल बस्न खोजेकोलाई चाहिँ कसैले कुनै कारण बिना म तँलाई निकाल्छु भनेर निकाल्न पनि सक्दैन। जस्तो म कसैको प्राइभेटमा गर्छु भने म त उनीहरूकै अन्डरमा हो नि त, उनीहरूको मनमर्जीको कुरो हो भन्नुपर्छ है। सो एउटा चाहिँ स्टेबिलिटी छ, कसैले पनि मलाई निकाल्न सक्दैन। अनि त्यसपछि अर्को भनेको चाहिँ एउटा चाहिँ डिसेन्ट इन्कम छ क्या। अनि जस्तै नेपाल सरकारले चाहिँ तपाईँको एउटा फ्यामिलीलाई बेसिक आधारभूत आवश्यकता पुरा हुने गरेर त्यस्तो स्यालेरी तोकेको हुन्छ होइन। स्यालेरीको हिसाबले चाहिँ जस्तो अहिले भर्खरै पनि बढाएको छ, द्याट्स नट बिग भनौँ है। अब जुन अहिले आफ्नै प्राइभेट गरिराखेर आफ्नै कम्पनी चलाउनु भएको छ त्यो तुलनै गर्न सकिँदैन होइन। तर एउटा डिसेन्ट इन्कम चाहिँ हुन्छ। र अर्को भनेको चाहिँ मैले देखेको चाहिँ है, नेपाल बस्दाखेरि चाहिँ जुन सरकारी सेवामा लाग्नुभएकाको एउटा प्रेस्टिज पनि मैले देख्छु है। त्यसपछि सेवा सुविधा जुन सरकारले पनि दिने छ। जस्तै हामी बाहिरै बस्दाखेरि पनि अब लाइक बस्नेको चिन्ता पनि हुँदैन होइन। अर्को भनेको चाहिँ मेन अर्को यता सरकारी सेवामा चाहिँ जुन नेपाल सरकारले चाहिँ आफ्नो कर्मचारीहरूलाई ग्रुमिङ गर्नको लागि यति धेरै इन्भेस्ट पनि गरेको हुन्छ। टाइम पिरियडिक ट्रेनिङहरू हुन्छ होइन। त्यसपछि अध्ययन विद्याको लागि सहुलियतहरू पनि छन्। सो यावत कुराहरूले हेर्दाखेरि चाहिँ जुन अब मैले ब्याचलर पासआउट भइसकेपछि चाहिँ जुन ट्रेड अफ गरेँ नि, कस्ट बेनिफिट एनालाइसिस टाइपकै भनौँ न। इन्जिनियर तपाईँ भ्यालुएटरै हुन्छ, त्यसमा त मैले तपाईँलाई धेरै गफ दिनु पर्दैन। होइन गफ होइन भन्दा रियालिटीकै कुरा हो नि। किनभने मान्छेले म कुन डिरेक्सनमा जान्छु भनेर मैले अघि अफ इयरमा तपाईँलाई मैले भनेको पनि थिएँ मेरो बारेमा त होइन। मलाई कहिल्यै पनि लागेन कि त्यसले मलाई जित्छ भनेर म चाहिँ यतातिर आएँ होइन। किनभने मेरो माइन्डसेटै फरक थियो होइन। त कसको के माइन्डसेट छ उसले त्यही अनुसार गर्ने हो भने होइन। आज एउटा सानो तपाईँको स्टार्टअप गरेर भोलि म खतरा चाहिँ इन्टरप्रिन्यर बन्छु अथवा म ठुलो व्यापारी बन्छु भन्ने माइन्डसेटका मान्छेले त्यतै नै लाग्नुपर्छ नि त होइन। तर म सरकारी सेवा गर्छु, सरकारको लागि केही गर्छु, देशको लागि केही गर्छु, अथवा म त्यो सेक्टरमा पनि एकदमै हायर लेभल पनि त छ नि त होइन। देशकै सचिवको लेभलसम्म म पुग्छु भन्ने कुरा त सानोतिनो कुरो होइन नि त। यो यतातिर तपाईँको एउटा व्यापारीले अर्बौँको सम्पत्ति जोड्नु र एउटा मान्छे सचिव बन्नुले जित्छ होला नि त फेरि उसको प्रेस्टिज कुराले। भनेपछि यो कुरा चाहिँ कतातिर जाने भन्ने कुरा चाहिँ केले तपाईँलाई डाइरेक्ट गरौँ भन्ने मात्रै मेरो प्रश्न हो। किनभने सबैको त आफ्नो जिन्दगी छ नि, उसले त आफ्नो हिसाबले त गरिहाल्छ त होइन। अब हामीले सिकाउनु पर्दैन उसलाई, ऊ जान्ने छ नि यार। इन्जिनियर भइसकेको मान्छे कम जान्ने हुन्छ। अझै अर्को कुरा चाहिँ मैले के पनि जोड्न चाहेँ त, मैले जुन ब्याचलर्समा रिसर्च गर्छु भन्दा नि होइन। सरकारी सेवामा चाहिँ यस्तो हाम्रो मैले ठ्याक्क क्लास जोइन गरौँ कि नगरौँ भन्ने जस्तो भएको थियो क्या। अनि त्यतिखेर चाहिँ हाम्रो सरोज कार्की दाई हुनुहुन्छ, आदरणीय सरोज दाई चाहिँ, उहाँ चाहिँ ऊर्जा जलस्रोत सिँचाइ मन्त्रालय अन्तर्गत सिँचाइ विभागतिर हुनुहुन्छ है। सो उहाँको पनि उहाँ सरकारी सेवामा लागेर पनि रिसर्चलाई एकदम अगाडि बढाइराख्नु भएको छ होइन। त्यस्तो ज्वलन्त उदाहरणहरू चाहिँ टन्नै पनि हुनुहुन्छ। सो गर्न खोजेदेखि सकिँदो रहेछ नि त भन्ने खालको पनि प्रभाव पऱ्यो क्या मलाई चाहिँ। त्यो हिसाबले पनि अलिकति मोटिभेट भयो। त्यो पनि भयो। एकदमै राम्रो। अब यो तपाईँले चाहिँ अब एउटा यस्तो हुँदो रहेछ कि साथीहरू हामी पनि त्यो बेलामा चाहिँ ठ्याक्कै पास आउट भएपछि लक्किली मेरो चाहिँ के भयो भने रिजल्ट ठ्याक्क आउनुभन्दा अगाडि अथवा त्यस्तै टाइममा म चाहिँ जागिर खाने, म फर्स्ट हो क्या जागिर खाने। म प्राइभेट कम्पनीमा जागिर खान थालिसकेँ। अनि अरू सर्टेज साथीहरू थियो कि त्यही टाइममा आइएल्स पनि गरिरहेको थिएँ अनि लोकसेवा तयारी पनि गरिरहेको थिएँ। 2टा क्लास जान्थेँ क्या। त्यो खालको चाहिँ एउटा क्रिस्टल क्लियर म यो के गर्ने भन्ने खालको
भइसकेको हुँदैन, तर डिसिजन गर्नुपर्छ कतै न कतैको बाटो त जानु पर्यो भनेर होइन। तयारी गर्नलाई जुनै कुरा तयारी गर्न पनि मेन्टरसिप त चाहिन्छ, मेन्टर चाहिन्छ। त्यो मेन्टर चाहिँ तपाईँले मान्नुहोस् कसलाई बनाउने भन्ने अथवा कोसँग कन्सल्ट गर्ने भन्ने कुरा त चाहिन्छ नि हामीले तयारीमा। त्यही भएर तपाईँले कुनै एउटा प्रिपेरेसन यो अब लोकसेवाकै प्रिपेरेसन गर्न स्टार्ट गर्नुभयो भयो नि त होइन। तयारी त तपाईँले पक्कै गर्नुभयो, राम्रो तयारी गर्नुभयो। त्यो तयारी गर्न अब म स्टार्ट गर्छु है, अब मेरो यही नै हो भन्ने खालको माइन्डसेट बनाएर गर्नुभएको हो कि कन्फ्युजनमै सुरु भयो? कसैले चाहिँ म चाहिँ यतिकै गर्दै थिएँ नाम निस्क्यो भन्ने हुन्छ कि कसैको। होइन सर, म त्यसमा चाहिँ अब जुन वैशाखमा चाहिँ हाम्रो ब्याचलर सकियो, त्यसपछिको 1 महिना टाइम थियो। 1 महिना टाइममा चाहिँ म अलिकति त्यतिखेर सुरुमा अन्यलमै थिएँ। अब मेरो भिनाजुहरूले चाहिँ विदेशतिर राम्रो छ, रिसर्चको अपर्च्युनिटीहरू पनि अझै छ भन्नुहुन्थ्यो होइन। अभियसली विदेशमा त्यो जुन इन्कम छ है त्यो एकदम ल्युक्रेटिभ नै छ, तर विदेश गइसक्यो भने चाहिँ म फर्किन गाह्रै देख्छु है। सो त्यो एउटा मेरो द्वन्द्व चाहिँ आन्तरिक द्वन्द्व केमा थियो भन्दाखेरि चाहिँ नेपालमै बस्नु छ, नेपालमै आफ्नो कनेक्सन बिल्डअप गर्नु छ, आफ्नो होमल्यान्डमा चाहिँ मलाई जसरी पनि चिनिनु छ क्या, चिनिने अथवा गर्नु भन्ने थियो है। कसरी गर्छु म क्लियर चाहिँ थिइनँ त्यति बेलासम्म पनि होइन। सो मैले बाटो चाहिँ खोजिरहेको थिएँ। अनि त्यसपछि अब लोकसेवा नै जुन पहिला पनि मैले मेन्सन गरिसकेँ, यावत रिजनहरूले गर्दा लोकसेवा जानुपर्छ भन्ने चाहिँ मलाई लाग्यो। त्यो भइसकेपछि हजुरले भने जस्तै त्यो दोधारमा थियो कि के थियो भन्नु होइन। सो म दोधारमा थिइनँ, म ठ्याक्कै क्लियर हुनुहुन्थ्यो एकदम। जेठको 4 गते, त्यो दिन पनि याद छ कि मलाई। जेठको 4 गतेबाट चाहिँ 3 गते मैले सरोज कार्की दाइसँग मैले कुरा गरेको मलाई याद छ, रिसर्च रिलेटेड है। जेठको 4 गते चाहिँ म क्लास जोइन गर्न गएँ क्या। मैले चाहिँ अब पढ्नुपर्छ भनेर मेरो अफिसियल स्टार्ट भनौँ न, अफिसियल स्टार्ट जेठ स्टार्ट थियो। तर पनि अझै मैले के कुरा मेन्सन गर्न पर्छ भन्दाखेरि चाहिँ काठमाडौँ जियो ल्याब भन्ने थियो एउटा है, पुल्चोक क्याम्पसमा मेरो ब्याचलर पढ्दाखेरि। त्यसमा म रिसर्च इन्टर्नको रूपमा आबद्ध थिएँ क्या। सो त्यसको जेठ 7 गते के समथिङ थियो, जेठ 7 गते 9 गते थियो, होटल हिमालयमा चाहिँ एउटा सिम्पोजियम पनि थियो, रिसर्चको सिम्पोजियम, जुन मैले अगाडि गरेको रिसर्च पनि मैले त्यसरी प्रेजेन्ट गरेँ। त्यसपछि चाहिँ म एकछिन चाहिँ अब रिसर्चहरूलाई चाहिँ साइडमा राखेर त्यसपछि चाहिँ अब म लोकसेवा गर्छु भन्ने म क्लियर भयो नि त। किनकि रिसर्च भन्ने कुरा त अगाडि नै गर्ने भन्दा नि थ्रु आउट लर्निङको प्रोसेस नै हो। त्यो म काम सिक्दै जाँदाखेरि पनि मैले रिसर्चलाई अगाडि बढाउन सक्छु भन्ने जस्तो लाग्यो। अब लोकसेवा गर्छु नै भन्ने क्लियर भइसकेपछि म अरू कुराहरू चाहिँ साइडमा राखेर म घुम्न पनि कम गरेँ है। लोकसेवा इक्जाम सकेपछि म यति धेरै घुमेँ, अगाडि चाहिँ मैले घुम्नै कम गरेँ क्या। सो म एकदम क्लियर भएँ। घुम्न पनि तपाईँ मन पराउने मान्छे हुनुहुन्छ? हजुर एकदम है। ल अब त्यसो भने अब तपाईँले माइन्ड सेट नै जब मान्छे यही नै समस्या छ क्या। हामी इन्जिनियरहरूको मैले बुझिरहेको चाहिँ समस्या कहाँनिर हो भने हामीले यो देशमा अपर्च्युनिटी नपाउने होइन कि एकदमै क्लियर हुन पऱ्यो नि त पहिले के गर्ने हो भनेर। जस्तै ल प्राइभेट जब गर्ने भन्ने कसैको क्लियर छ भने प्राइभेट जब गर्नलाई के चाहिन्छ त होइन, त्यो तयारी गर्नु पर्दैन त। एउटा सिभी पनि बनाउन नजान्ने साथीहरूले चाहिँ प्राइभेट जब गर्न खोजिरहनु भएको छ। मेल लेख्न आउँदैन, सब्जेक्ट लेख्न आउँदैन होइन। गएर इन्टरभ्यू दिनलाई चाहिँ उहाँ चाहिँ कम्फर्ट भएर बोल्न सक्नुहुन्न। उहाँहरू चाहिँ तपाईँको जब गर्न लायक हो त किन लिन्छ कि कसैले? भनेपछि पहिलो कुरा त तपाईँ जसरी क्लियर हुनुहुन्थ्यो त्यो दिन मेरो त्यही भइदियो। मेरो चाहिँ मेरो बाटो यो होइन। मैले जिन्दगीमा मेरो उद्देश्य भनेको मैले कुनै न कुनै तरिकाले मैले बिजनेसतिर नै हो मेरो लाइन। मैले त्यही नै जान्नुपर्छ, त्यही गर्नुपर्छ भनेर मैले MBA पनि गरेँ त्यही बेलामा होइन। म त्यही लाइनमा नै म हिँडेँ नि त। मलाई अझै पनि त्यही मजा त्यही नै छ होइन। तपाईँलाई यही नै मजा आउँछ कि। तर अरू साथी सुन्दै गर्नुहुने साथीहरूलाई पनि यदि तपाईँहरूले यसलाई चाहिँ पार्ट टाइमको रूपमा लोकसेवा तयारी गर्दै हुनुहुन्छ भने तपाईँको नाम निस्किँदैन। एक्ज्याक्टली होइन। अब पार्ट टाइमको लागि तपाईँ जिआरी गर्दै हुनुहुन्छ भने तपाईँले राम्रो स्कोर ल्याउनुहुन्न। तपाईँ जे गर्दै हुनुहुन्छ त्यसलाई चाहिँ पहिले कन्फर्म गर्नुहोस् र त्यही गर्नुहोस्। एक्ज्याक्टली सरले भन्नुको कुरा मैले साथीहरूलाई अर्को एकदम राम्रो सजेसन के दिन चाहन्छु भन्दाखेरि चाहिँ अब ब्याचलर पास आउट भइसक्ने बित्तिकै चाहिँ हामी जतिको मान्छेले चाहिँ एउटा जिम्मेवारी चाहिँ आफूले यत्तिकै बोझ चाहिँ फिल गरिन्छ कि घर अब कमाउनु पर्छ, पैसा माग्न हुन्न भन्ने हुन्छ होइन। तर अब
तपाईँ विदेशतिर तयारी गर्दै हुनुहुन्छ भनेदेखि त ठिक छ, तपाईँहरू काम गर्दै पनि गर्नुहोस् होइन। तर यदि लोकसे गर्छु भन्ने छ र फ्रेसरै हुनुहुन्छ भने है, अब अलिकति धेरै वर्षसम्म ग्याप लिइराख्नु भएको छ भनेदेखि त आफ्नो त्यो स्टेबिलिटीको बाटोमा पनि अलिकति हेर्नु पऱ्यो होइन। तर यदि लोकसे गर्नु छ भनेदेखि चाहिँ अहिलेको लागि चाहिँ जुन एटलिस्ट 5 महिना जति अथवा 4 महिना जति भनौँ न, त्यति चाहिँ तपाईँहरूले कतै पनि जब नगरिकन फुल टाइम चाहिँ लोकसेवा दिनुभयो भनेदेखि चाहिँ नाम निकाल्न सजिलो हुन्छ। किनकि कस्तो पनि हुन्छ भन्दाखेरि त्यतिखेर त्यो कन्फ्युजनमा नबस्ने के, जुन मान्छेको इनर्जी भन्ने हुन्छ कुरा हुन्छ नि, त्यो इनर्जी चाहिँ एउटा कुरा मात्रैतिर डाइभर्ट गर्न सक्यो भनेदेखि चाहिँ बल्ल फुल दिन सकिन्छ कि। जस्तै कस्तो हुन्छ भन्दाखेरि चाहिँ कुनै कुरामा तपाईँ एकदमै डाइभ इन गर्नुभयो भनेदेखि तपाईँको सुत्दाखेरि पनि त्यो सपना त्यस्तै देखिन्छ कि। सो लोकसेवातिर लाग्दाखेरि पनि मैले पछि इक्जाम आउने बेलातिर चाहिँ सपनामै मैले पढेको जस्तो देख्थेँ कि। त्यो भन्न खोजेको चाहिँ इनर्जी चाहिँ तपाईँले अन्त डिरेक्सन डिभाइड नगर्नुहोस् कि। सो तपाईँको इनर्जी जति च्यानलाइज गर्न सक्नुभयो त्यति नै चाहिँ त्यो गोलतिर अगाडि बढिन्छ। सो मैले यसलाई औँल्याउन खोजेको चाहिँ बिचमा बरु जब पनि नगर्नुहोस् अथवा विदेशको एकछिन तयारी पनि नगर्नुहोस्, प्यारलली गर्छु भन्ने कुरामा चाहिँ सक्सेसफुल नहुन पनि सकिन्छ। गाह्रो छ, हो टफ नै छ के, जे पनि टफ छ क्या। तपाईँको अहिले तपाईँको सरकारीमा नाम निकाल्न टफ छ, विदेश जान टफ छ, विदेशमा गएर त्यहाँ गएर सेटल हुन टफ छ, नेपालमा सेटल हुन टफ छ, सबै कुरा टफ नै, जिन्दगी नै टफ छ। त्यो भएर पहिले आफू क्लियर हुने, त्यो बाटोमा हिँड्ने भन्ने सरको एकदमै राम्रो कुरा आयो। अब हामीले टार्गेट गरेको यो कन्भर्सेसन चाहिँ लोकसेवामा नाम कसरी निकाल्ने रहेछ भन्ने नै हो नि त। अहिले त हामीले यसको ब्याकग्राउन्ड मात्रै बनायौँ। अब हामीले तपाईँको प्रिपरेसनको ब्लु प्रिन्ट चाहिँ अरूलाई नै दिनपर्छ, ताकि अरू पनि त्यो फलो गरेर उहाँहरूलाई पनि सहज होस् क्या। यसरी चाहिँ हुने रहेछ, टपरले के गर्ने रहेछ भन्ने कुरा त जान्न पऱ्यो नि त। त्यो भएर तपाईँलाई कति समय लाग्यो तयारी गर्न, एक्ज्याक्ट टाइम? जस्तै तपाईँले चाहिँ एक्जाम दिने र तपाईँले सुरु गरेको दिन रात एक गरेको टाइम चाहिँ एक्ज्याक्ट कति टाइम लाग्यो समय भन्दाखेरि तयारी क्या? त्यो त जस्तै दिन रात एक गरिन्छ नि, हजुर त्यो टाइम चाहिँ भने मैले। जस्तै तपाईँ ब्याचलर पढ्दा राम्रो पढ्नुभयो, त्यो पढ्नै पऱ्यो, राम्रो ग्रेड ल्याउनु भयो, ल्याउनै पऱ्यो, यी चाहिँ सबै कुरा त चाहियो नि त। त्यो नभए त झन् बढी उसले त मिहिनेत गर्ने होला नि त होइन। तपाईँले एक्ज्याक्ट रात दिन एक गरेको चाहिँ टाइम कति? खास अझै बिचमा चाहिँ तपाईँले के भन्नुपर्छ, जेठबाट मैले पढ्नु अब अफिसियली सुरु गरेँ भने पनि बिचमा चाहिँ म लगभग 1 महिनै भनौँ है, 1 महिना जति मैले पढिनँ। हामी चाहिँ सेक टेबल कम्पिटिसनको लागि चाहिँ म थाइल्यान्ड गएको थिएँ, साथीहरू हामी 5-6 जना ग्रुप चाहिँ। सो इन्टरनेसनल सेक टेबल कम्पिटिसनमा चाहिँ थाइल्यान्ड गएको थिएँ। त्यतिखेर मेरो पढाइ डिस्टर्ब भयो भनौँ न। र अर्को चाहिँ यो जेएनजी आन्दोलनको बिचमा चाहिँ भदौ 23 गतेदेखि मैले ठ्याक्कै कार्तिक 8 गतेसम्म चाहिँ मैले त्यतिखेर चाहिँ मैले पढ्दै पढिनँ कि। यो दिमागले काम गरेन। जेएनजी आन्दोलन भइसकेपछि अलिकति जस्तै कस्तो भन्दाखेरि म र मेरो साथी प्रिपरेसनको लागि हामी त्यो बाटो हिँडिराख्दाखेरि सिंहदरबार अगाडि बाटो हिँड्दाखेरि पनि ल साथी अब यति महिनामा हामी सिंहदरबार आउनुपर्छ है भन्ने जुन एउटा मनमा थियो, फिलिङ्स थियो नि त, त्यो इनर्जी एकदम ड्राइभ भइसकेको थियो कि। तर भदौ 23 को जुन एकदमै जेएनजी विद्रोहबाट चाहिँ जुन हाम्रा संरचनाहरू सबै नष्ट भयो नि, त्यो भइसकेपछि मेरो एकदम मनबाटै मलाई चाहिँ त्यो के अब नेपाल बस्न सकिन्छ त भन्ने जस्तो पनि फिल भयो क्या मलाई चाहिँ। त्यो भइसकेपछि के गर्ने फेरि, अब म त्यतिखेर चाहिँ म फेरि डाउट भएँ कि एकचोटि फेरि आएर। त्यतिखेर चाहिँ प्रिपरेसनै गरौँ कि नगरौँ भन्ने स्टेजमा पनि पुगेँ होइन। तर पछि फेरि मैले कार्तिक 8 गते नै त्यो डेट पनि मलाई याद छ कि, किनकि त्यतिखेर एउटा प्रदेशले चाहिँ बागमती प्रदेशले आफ्नो नोटिसको लागेको थियो। त्यो भइसकेपछि अब चाहिँ ल ठिक छ यति पढिसकेँ, अब गर्नुपर्छ भनेर म फेरि 8 गते काठमाडौँ आएँ। त्यहाँदेखि अनि मैले फेरि पढ्न थालेँ है। यो चाहिँ अब टाइम भन्दाखेरि चाहिँ मेरो एराउन्ड 6 महिना जति भन्नुपर्छ। 6 महिना तपाईँले रात दिन एक गरेकै हो? हजुर। रात दिनमा चाहिँ अब 24 घन्टा हुन्छ, कति घन्टा पढ्नु पर्छ? कति घन्टा भन्दाखेरि चाहिँ लगभग अब बिहान चाहिँ 6 बजेदेखि 9 बजेसम्म एउटा तपाईँले चाहिँ एउटा चाहिँ तपाईँको बिहान उठ्नेदेखि बेलुका सुत्नेसम्मकै तपाईँले सेड्युल भनिदिनु भयो भने र के गर्ने र कस्तो खालको सब्जेक्टहरू पढ्ने पनि अलिकति त्यसलाई मिलाएर तपाईँले चाहिँ भनिदिनु भयो भने अरूलाई नै सजिलो होला नि त। तयारी पढ्ने त एउटै हो, जसले नै नपढे त कुनै हालतमा निस्किन्न, त्यो ढुक्क हुनुहोस् होइन। ल पढ्ने पनि मिलाउनु पऱ्यो। सो ल मैले सबैभन्दा सुरुमा जति पनि भाइ बहिनीहरू अथवा मेरा दाजु दिदीहरू जसले पनि प्रिपरेसनको लागि चाहिँ तयारी गर्नु खोज्नु भएको छ, जसले यो भिडियो हेर्दै हुनुहुन्छ, सबभन्दा सुरुमा लोकसेवा पढ्नुभन्दा अगाडि चाहिँ एउटा सिलेबस चाहिँ हेर्नुहोस् होइन, के छ सिलेबसको कन्टेन्टहरू होइन। मैले सिलेबसमा पनि जान चाहेँ, त्यहाँबाट हामी जाँदाखेरि सजिलो होला होइन। सो लोकसेवामा चाहिँ यदि तपाईँहरूले भर्खर फर्स्ट इयरको मान्छेले हेर्दै हुन्छ भने काम लाग्ला है। सो हाम्रो लोकसेवाको सिलेबसमा चाहिँ इन्जिनियरिङतिरको भनौँ न, म इन्जिनियरिङतिरको भइसकेपछि
अब्जेक्टिभ भनेर हुन्छ, अब्जेक्टिभ 100 मार्क्सको हुन्छ। 100 मार्क्सको अब्जेक्टिभमा चाहिँ 50 मार्क्सको टेक्निकल हुन्छ, 25 मार्क्सको जिके हुन्छ र 25 मार्क्सको आइक्यू हुन्छ। त्यस्तै गरेर सब्जेक्टिभ इक्जाम हुन्छ। सब्जेक्टिभ इक्जाम भनेको चाहिँ हामीले ब्याचलरमा इक्जाम दिए जस्तै नै लेख्ने है, अनि त्यो पनि 100 मार्क्सको हुन्छ। यो दुईवटा इक्जाम हुन्छ। यो इक्जाममा पास गर्नुभयो भने मात्रै तपाईँको चाहिँ अब अन्तर्वार्ताको लागि बोलाउनुहुन्छ। अन्तर्वार्तामा पनि ग्रुप डिस्कसन र पर्सनल इन्टरभ्यू भनेर हुन्छ। त्यसपछि टोटल मार्क्स जोडेर चाहिँ नाम निकाल्ने गरिन्छ होइन। अब हामी फेरि सिलेबसतिर जाऊँ। अगाडिपट्टि जुन टेक्निकलको जस्तो अब एमसिक्यूको छ नि, एमसिक्यूमा चाहिँ मलाई आफूले प्रिपरेसन इन्स्टिट्युट जाम कि भन्ने सोच चाहिँ मलाई किन आएको थियो भन्दाखेरि जिके थियो कि जिकेमा चाहिँ म आफू कमजोर छु कि जस्तो मलाई फिल हुन्थ्यो होइन। त्यो वास्तवमा हामी इन्जिनियरिङ फिल्डको लागि त्यतापट्टि हामी विक नै हुन्छौँ जस्तो पनि लाग्छ र सुरुमा त्यसमा मार्क्स पनि आउँदैन होइन। अब जिके चाहिँ कस्तो रहेछ भन्दाखेरि जिके पढ्नको लागि चाहिँ बुक्सहरू चाहिँ किन्नु पऱ्यो। मैले चाहिँ नाम भन्दा हुन्छ सर बुक्सहरू? मैले चाहिँ कुबेर अधिकारी सरको बुक र पछि चाहिँ मैले गेट पब्लिकेसनको बुक पनि पढाएको थिएँ। त्यो दुईवटा बुकहरूमा चाहिँ एउटा बुकमा नभएको कुरा अर्को बुकमा पनि थियो, त्यो दुईवटा बुक मिसाएर पढ्नु पऱ्यो। अनि जिके चाहिँ कस्तो हुन्छ भन्दाखेरि सुरुमा एकचोटि सर एउटा सर्फेसली चाहिँ पढ्नुपर्छ होइन, के रहेछ त कन्टेन्ट के रहेछ भनेर थाहा पाउने कि 16वटा च्याप्टरहरू छन् जिकेमा होइन। त्यो 16वटा च्याप्टरहरूमा चाहिँ के रहेछ भन्ने कुरा एउटा थाहा पाउनुको लागि सुरुमा कन्सेप्ट के अरे डिपमा नगइकन सर्फेसली पढ्ने। त्यसपछि फेरि अर्कोचोटि पढ्दाखेरि चाहिँ अब च्याप्टर वाइज पनि जाने क्या, च्याप्टर वाइज पनि अब कुन डेप्थसम्म जाने, अलि जहाँसम्म चाहिँ एकदमै ओभरवेल्म भइन्छ कि एकदमै धेरै छ कि जिकेमा कुन डेप्थसम्म जाने भन्ने कुरा हामीलाई आइडिया हुँदैन कि। सो यो कुरा चाहिँ अलिकति इक्जामहरू एपियर गरिसक्यो, मक टेस्टहरू चाहिँ दिनुपर्छ। जहिले पनि मक टेस्टबाट आफ्नो कन्फिडेन्स बुस्ट गर्ने होइन। मक टेस्टहरू दिइसकेपछि मलाई डेप्थ पुग्यो कि नै जिकेको भन्ने चाहिँ आइडिया हुन्छ कि। सो एकदमै भास्ट डेप्थसम्म जानु पर्दैन। अर्को कुरा जिकेमा चाहिँ यो डेटहरू याद गर्नुपर्छ होला भन्ने जस्तो धेरै मैले त्यसको टेन्सन लिएको थिएँ सुरुमा है। सबैको क्वेसन पनि त्यही नै हुन्छ, जिकेको डाटाहरू कसरी याद गर्ने, डेटहरू कसरी याद गर्ने होइन। जस्तै मैले इक्जाम्पल के दिन चाहेँ भन्दा तपाईँले अब हिमालहरू भनौँ न है, नेपालमा चाहिँ अब विश्वका अग्ला शिखरहरूमध्ये नेपालमा कतिवटा छन् भन्ने हुन्छ होइन। त्यसमा पनि सबैको हाइट याद गरेर त हामीलाई साध्य लाग्दैन नि त। सो मेन कुरो चाहिँ एउटा अर्डर चाहिँ याद गर्नु पऱ्यो होइन। अर्डर इम्पोर्टेन्ट हुन्छ, क्वेसनले सोध्न सक्छ। त्यसपछि एउटा मुख्य हिमाल सगरमाथाको त याद हुनु पऱ्यो नि त, अथवा 2 नम्बरसम्मको याद हुनु पऱ्यो। त्यस्तै गरेर डेटहरू पनि अलिकति सिग्निफिकेन्ट, जुन हिस्ट्रीसँग अलिकति सिग्निफिकेन्ट छ त्यसले केही मायने राख्छ भनेदेखि चाहिँ त्यस्तो कुराहरू याद गर्ने जिकेमा स्पेसिकली होइन। र अर्को भनेको चाहिँ जिके चाहिँ रिभिजन गरिराख्ने। मैले चाहिँ के गर्थेँ भन्दा पढ्दाखेरि सुरुमा पढ्दाखेरि त बरु मैले जिकेलाई दिउँसै पनि पढ्थेँ, तर जब म रिभिजनको टाइममा थिएँ नि, रिभिजनको टाइममा चाहिँ मैले जिके चाहिँ बिहानको 2-3 घन्टा 2 घन्टा जति चाहिँ यो जिकेलाई रिभाइज गर्ने टाइममा राख्थेँ। त्यसपछि कुरा आयो हाम्रो 25 मार्क्सको आइक्यू। अब आइक्यू चाहिँ इन्जिनियरहरूलाई त्यस्तो गाह्रो हुँदैन। मैले चाहिँ हाम्रो फिल्डको मान्छेहरू चाहिँ अलिकति आइक्यूमा चाहिँ हामी अगाडि नै हुन्छौँ जस्तो लाग्छ। मैले पनि फर्स्ट टाइम इक्जाम दिँदाखेरि नै आइक्यूमा मैले 23वटा मिलाएको थिएँ 25वटामा होइन। आइक्यूमा गाह्रो हुँदैन। आइक्यूमा समस्या भनेको चाहिँ अलिकति टाइम सेभिङ कसरी गर्ने भन्ने कुरा हो। त्यसको लागि केही कुराहरूको लागि चाहिँ ट्रिक्स पनि हुन्छ, न्युमेरिकल ट्रिक्सहरू। जस्तै अब हाम्रो रेसियोहरूको क्वेसनहरू हुन्छ, पर्सेन्टेजको क्वेसनहरू हुन्छ होइन। त्यसलाई चाहिँ तपाईँले 2-4वटा क्वेसन गरिसकेपछि प्र्याक्टिस नै गर्नु पऱ्यो होइन। प्र्याक्टिस गरिसकेपछि त्यसलाई अलिकति टाइम सेभ गर्ने तरिकाले गर्नुभयो भने हुन्छ। किनकि एमसिक्यू तपाईँको जम्मा 1.5 घन्टाको टाइम हो होइन। अब एउटै क्वेसनमा तपाईँ आत्तिहाल्नु भयो भनेदेखि तपाईँको 5 मिनट लस्ट भयो नि त। त्यो क्वेसनले गरेर तपाईँको त फेरि पछाडिको सबै क्वेसन छुट्यो। क्वेसन त सबै एटेम्प गर्नु पऱ्यो किनकि यो कम्पिटेटिभ इक्जाम हो है। अनि अर्को कुरो रङ अप्सन पनि लाउनु भएन। सो आइक्यूलाई चाहिँ मेन स्ट्राटेजिकल्ली चाहिँ हेर्दाखेरि चाहिँ अप्सनबाट पनि जानुपर्ने हुन्छ कि। जहिले पनि क्वेसनबाट गएर पनि हुँदैन होइन। आइक्यू चाहिँ अप्सनबाट हेर्ने, अप्सन एलिमिनेट गर्ने, बरु अगाडि नै मिल्छ भने कुनै अभियस हुँदै नहुने एन्सर पनि हुन्छ नि त। किनकि तपाईँको 4वटा अप्सनमा 25% प्रोबेबिलिटी हो नि त मिल्ने त होइन। अब त्यो तपाईँले 2टा पनि एलिमिनेट गर्न सक्नुहुन्छ, तपाईँसँग 50% प्रोबेबिलिटी भयो कि प्रोबेबिलिटी हिसाबले कुरा गर्दाखेरि त होइन। सो यो त तपाईँको त्यो बीको इन्ट्रान्स दिने बेलामा पनि त्यो कुरा हुन्थ्यो, लागु हुन्छ होइन, एकदमै लागु हुन्थ्यो। यो त सबै पनि जे होस् यो एमसिक्यूहरूमा त लागु भइहाल्छ। सो आइक्यूलाई चाहिँ मेन टाइम कन्ज्युमिङ भनेको नि आइक्यू नै हो कि। अब मैले चाहिँ पछि जस्तै इक्जामको कुरा पनि मैले जोडेँ होइन। मैले पछि फाइनल लोकसेवाकै इक्जाम एपियर गर्दाखेरि चाहिँ मैले सबभन्दा सुरुमा जिके र टेक्निकल एमसिक्यू सकाएँ, अनि बल्ल आइक्यू एटेम्प गरेँ कि। जिके चाहिँ कस्तो भन्दा जिके र अर्को टेक्निकल एमसिक्यू चाहिँ क्वेसन देखिन्छ, जिके देखाएछ भने लाग्यो, नत्र लजिक भन्ने कुरै हुँदैन कि जिकेमा चाहिँ। लजिक भने एकदम रियर हुन्छ, त घोक्ने नै भने जस्तो एकदम
जस्तै अब सगरमाथाको उचाइमा के लजिक छ त? छैन नि त। कसैले नापिसक्यो अब सक्यो नि, त्यही त हो। सक्यो होइन। सो जिके पनि त्यस्तै छ र अब आइक्यूको पनि त्यही हो। आइक्यूलाई चाहिँ टाइम पछाडिपट्टि गर्ने टाइम राख्थेँ मेरो। आइक्यू भनेर दिमाग लाउनै पऱ्यो नि। दिमाग लाउने हो होइन। अनि आइक्यू गर्दाखेरि पनि कुनै क्वेसनमा चाहिँ अड्किए जस्तो भयो भने सुरुमा एकचोटि एटेम्प गर्न खोज्ने होइन। आइक्यू इक्जाममा एटेम्प गर्दाखेरि चाहिँ आफूलाई म जान्दिनँ कि अड्किए जस्तो लाग्यो भने छोडिहाल्ने कि मार्क गर्ने क्वेसन होइन, छोडिहाल्ने, अर्को गरिहाल्ने। किन तपाईँको त्यसमा बरु त्यो आएन भने छोडिदिने नि होइन। त्यसमा किन अल्झिएर बस्नु, कुनै कुरा जानिँदैन जस्तो लाग्छ भनेदेखि पछि आएर फेरि दिमाग फुर्छ कि होइन। सो त्यो खालको स्ट्राटेजी पनि लाउनु। एउटा तपाईँलाई मैले यो दिमाग फुर्नेको कुरा भने, एउटा अस्ति म अहिले मास्टर्स अहिले 4th सेमेस्टरमा छु होइन, ट्रान्सपोर्टेसन। अनि एउटा हाम्रो चाहिँ के भयो भने 2nd सेमेस्टरमा एउटा इकोनोमिक्स भन्ने सब्जेक्ट हुन्छ, ट्रान्सपोर्ट इकोनोमिक्स भन्नेमा हामीलाई पढाएको थियो पूर्वतिर आउँछ क्वेसन, पहिलेको पूर्वतिर क्वेसन आयो पश्चिमतिर, काहीँ केही मेल खाएन। अनि अब मेलै नखाएपछि त्यो साथीहरूको त निस्किने भन्ने हुन्छ 4 घन्टाको एक्जाममा, त अब के अन्त केही नै आउँदैन भने त निस्किन पऱ्यो भनेर 1 घन्टासम्म म गइरहेँ, के गरेँ कसो गरेँ, टाइम पास गरिरहेको छु क्या जबरजस्त। अनि त्यसपछि 1 घन्टामा त टोइलेट जान मिल्छ, मुखसुख धुन्छु, हेर्छु के रहेछ भनेर टोइलेटमा गएँ। टोइलेटमा जाँदाखेरि अर्को साथी म जस्तै रन्थनिएर अर्को कोठाबाट आएको छ त्यहाँ। के हो यसको भनेर त भन्ने कुरो त भयो नि त। भन्दाखेरि त्यसले एउटा यसो हो कि होइन थाहा छैन, म त यसो गर्दै भनिदियो। अब त्यो भएपछि त मलाई अलिकति टाइम बढाउनु त काम लाग्यो। अनि कोठा छिर्न खोज्छु, मेरै क्लासका 10 जना साथीहरू कोठा बाहिर छोडेर निस्किसके ब्याग बोकेर। आफ्नो सिटमा गएर बस्छु, अर्को छेउको निस्किसक्यो। लबडा भइसक्यो यार, अब त यो त तनावै भइसकेन हेर्नु न। किनभने आफूलाई पनि केही आउँदैन भन्ने कुरो थाहा पाइवरी अरू साथीहरू निस्किसके। प्रेसर पनि पर्यो जस्तो। प्रेसरै भयो नि त्यो त, अब के गर्ने भयो क्या। अनि मैले चाहिँ त्यो बेलामा के निर्णय गरेँ भने अब यो होइन, यो गलत हो, निस्किने भन्ने गलत हो। जो टिक्ता है वो बिक्ता है भने जस्तो भयो क्या मलाई। जो दिक्ता है वो बिक्ता है होइन कि जो टिक्ता है वो पनि बिक्ता है। चाहिँ टिक्न सक्नु पनि एउटा क्षमता हो भने म 4 घन्टा टिक्नपर्छ भन्ने नै मैले माइन्डसेट बनाएँ। र अब त्यसपछि तपाईँको त्यही क्वेसनलाई कता खेलाउने, के गर्ने, हुन्छ कि हुँदैन गर्ने, कोसिस गर्ने, उपाय निकाल्ने। पछि हामी 30 जनामा 7 जना चाहिँ त्यसरी टिकेछौँ र पास भयौँ क्या। 7 जना चाहिँ भनेको कस्तो हुन्छ भने त्यो चाहिँ तपाईँ टिक्नु अथवा त्यो कुरालाई चाहिँ तपाईँले त्यो क्वेसनलाई चाहिँ एकचोटि रिकल गरेर लास्टमा गर्नु, अगाडि गर्नु, त्यो टाइम फ्रेमभित्र तपाईँ चाहिँ खेल्नु, त्यो विद्यार्थीको एउटा चाहिँ तपाईँको आफ्नो कला हो नि। गेममा तपाईँको हिजो हेर्नु न अर्जेन्टिनाले कस्तो अन्तिममा खेल देखाइदियो त होइन। हो नि, जहिले फेरि कमब्याक चाहिँ 80 मिनट पछि मात्रै भइरहेको हो कि भन्नु त। भनेपछि तपाईँ पनि त एक्जाममा त्यस्तै गर्न सक्नुहुन्छ नि त। हो एक्ज्याक्टली। जस्तै त्यही कुरामा पनि के अब अगाडि नै त्यो क्वेसन आयो भनेर जस्तै 1.5 घन्टाको टाइम हुन्छ नि होइन। मानौँ कसैले चाहिँ 1 घन्टा 20 मिनटमा भ्याउनु भयो, त्यो क्वेसन आएन भनेर छोड्ने होइन कि। सुरुमा चाहिँ जाने क्वेसनहरू गर्नुपर्छ होइन। त्यसपछि जति पनि बाहिर टाइम बचाउन सक्नुहुन्छ नि, जस अगाडिपट्टिको स्ट्राटेजी तपाईँले क्वेसन सल्भ गर्दाखेरि चाहिँ मैले सुरुमा बिगार्दिनँ, रङ पनि लाउँदिनँ, टाइम सेभ गर्छु भन्ने हुनुपर्छ। त्यसपछि जबति अब अरू लास्टसम्म पुगेर चाहिँ जुन अब बाँकी रहेको टाइम हुन्छ नि, अब अगाडिको क्वेसनलाई ब्रेन स्ट्रम गर्ने हो। अब कुनै क्वेसनहरू चाहिँ अब सकिँदैन पनि, अब त्यस्तै खालको क्वेसनहरू पनि हुन्छ होइन। हामी अझै अब एमसिक्यूको टेक्निकल एमसिक्यू नि कुरा गरौँ होला होइन। अब टेक्निकल एमसिक्यू चाहिँ 50 मार्क्सको हुन्छ होइन। सो अब हाम्रो मेन पकड भनेको चाहिँ यही टेक्निकल एमसिक्यूमा हुन्छ क्या। हाम्रो 10 वटा डिफ्रेन्ट सब्जेक्टहरू छ होइन। फर्स्ट इयर के अरे लगभग 3rd इयरदेखिको सब्जेक्टहरू जुन बेसिक एनालाइसिसको सब्जेक्टहरू भनौँ न, जस्तै थ्योरी अफ स्ट्रक्चरहरूको होइन। अनि त्यसपछि स्ट्रेन्थ अफ मेटेरियल्सहरू भयो है। अनि त्यसपछि सोइल मेकानिक्स भयो, फाउन्डेसन भयो होइन। जुन डिजाइनको सब्जेक्ट भन्दा पनि अगाडिपट्टि एनालाइसिसको सब्जेक्टहरू हामीले जुन 2nd इयर 3rd इयरसम्म पढ्यौँ नि, त्यो सब्जेक्ट्सहरूको चाहिँ हुन्छ हाम्रो एमसिक्यू चाहिँ। र हाम्रो स्ट्रङ पकड पनि एज अ टेक्निकल फिल्डको मान्छे चाहिँ हामीले सुरुको फोकस चाहिँ 50 मार्क्समा चाहिँ मैले सुरुमा प्र्याक्टिस गर्दाखेरि एटलिस्ट 35 वटा मिलाउँछु भनेर सुरु गरेँ कि, अथवा एटलिस्ट 30 वटा मिलाउँछु। सुरुमा इक्जाम एटेम्प गर्ने होइन, कतिवटा मिल्छ। मेरै पनि सायद त्यतिखेर फर्स्ट टाइम इक्जाम दिँदाखेरि त्यो 30-32 वटा भन्दा मिलाएको थिएन 50 वटामा होइन। त्यो मिल्दैन पनि, किनकि अब कस्तो छ भन्दाखेरि मिल्यो भने तयारी पुगेछ भन्ने बुझ्नु। सुरुमा तयारी कसै पनि पुग्दैन होइन। फर्स्ट सायद मेरो
सबभन्दा सुरुको इक्जाममा त मेरो एराउन्ड 41 आएको थियो कि जस्तो लाग्छ है, जस्ट पास भएको थियो मात्रै म लोकसेवाको फर्स्ट टाइमको त्यो मक टेस्ट आफूले दिँदाखेरि क्या हाम्रो चाहिँ तयार गर्नको लागि। सो अब फेरि टेक्निकल एमसिक्यू चाहिँ सर कस्तो छ भन्दाखेरि नि जस्तै हामीले आइयुको इन्ट्रान्समा चाहिँ लजिक लगाएर सल्भ गरौँ भन्ने हुन्थ्यो क्या, तर लोकसेवाको जुन टेक्निकल एमसिक्यू छ त्यो चाहिँ बुकहरूबाट पढिन्छ। हामीले बुकहरूबाट पढ्दाखेरि चाहिँ कुनै कुनै कुराको लजिकै खोज्न सकिँदैन क्या, लजिकसँग रिलेटै गर्न सकिँदैन होइन। कतिपय क्वेसनहरू चाहिँ टेक्निकल एमसिक्यू यादै गर्नुपर्ने पनि हुन्छन् होइन, तर पछि हामीलाई इक्जाममा चाहिँ त्यस्तो यादै गरेर राख्ने खालको क्वेसन आएन। र बेसिकल्ली अब मैले भन्नुपर्दाखेरि चाहिँ जस्तै अब सिमेन्टको सेटिङ टाइमहरू होइन, जस्तै हाम्रो सिभिल इन्जिनियरिङ मेटेरियल्स भनेर पनि हुन्छ कि, जस्तै अब कम्प्रेसिभ स्ट्रेन्थ कुन चाहिँ स्टोनको सबभन्दा बढी हुन्छ है, अनि त्यसपछि सिमेन्टको सेटिङ टाइम कति हुन्छ, इनिसियल सेटिङ टाइम कति हुन्छ, कन्सिस्टेन्सी एराउन्डको रेन्ज कति हुन्छ होइन। अनि त्यसपछि सो यस्ता क्वेसनहरू चाहिँ सबभन्दा यो भनेको एकदम बेसिक फन्डामेन्टल हुन्। सबभन्दा सुरुमा यी फन्डामेन्टलहरूमा हामी ट्रिगर गर्ने यो कुराहरू यादै गर्नुपर्छ, आफूले लेख्ने रिभाइज गर्ने है, यो कुरा याद हुनु पऱ्यो। यो एक लेभलका क्वेसनहरू भयो होइन। त्यसपछि अर्को भनेको चाहिँ अलिकति लजिक लाउन सकिने खालको पनि हुन्छ क्या, जस्तै मेनली मैले यो लजिक लाउने क्वेसनहरू देखेको भनेको चाहिँ स्ट्रक्चरको क्वेसनहरू क्या, हाम्रो थ्योरी अफ स्ट्रक्चर भनेर स्ट्रक्चर एनालाइसिस भनेर पनि एमसिक्यूमा पनि आउँछ होइन। त्यसमा अब कस्तो भन्दा अलिकति कन्सेप्चुअल के यो अगाडिको फन्डामेन्टल याद गर्नुपर्ने भयो। कन्सेप्चुअल क्वेसनहरूको लेभल चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तै क्यान्टिलिभर बिममा चाहिँ तपाईँको इन्फ्लुएन्स लाइन डायग्राम कस्तो हुन्छ, एउटा पोइन्ट लोड मुभ गर्दाखेरि भन्ने खालको हुन्छ होइन। त्यस्तै गरेर जुन चाहिँ हामीले अलिकति सिक्वेन्सियल्ली दिमागलाई चलाउँदाखेरि पनि सल्भ हुन्छ होइन। सो यस्ता क्वेसनहरू त्यसपछि आइडेन्टिफाई गरेर पढ्ने, अथवा सुरुको त्यो फन्डामेन्टल यो सँगसँगै लान सकिन्छ। र अर्को कुरा हुन्छ जुन चाहिँ जुन बजारमा चलेका बुकहरूमा चाहिँ राखिया हुन्छ ती क्वेसनहरू होइन, अनि ती क्वेसनहरूको कतै पनि हामीले ब्याचेसमा पढाए पनि हुँदैन, लजिक पनि भेटिँदैन, त्यो यादै गर्नुपर्ने भन्ने जस्तो पनि हुन्छ क्या। त्यो सुरुमा चाहिँ हाम्रो बिग्रिने पनि त्यस्तै नै हो है। अब हामीलाई सिनियरहरूले गाइड गर्दाखेरि चाहिँ त्यो घोक्दिने नै हो भन्नुहुन्थ्यो क्या, अनि सो कतिपय कुराहरू चाहिँ अब त्यो लजिक बुझे जस्तो लाग्छ त्यो लजिक होइन भन्ने जस्तो पनि लाग्छ क्या। अनि त्यस्तो खालको पनि छ हाम्रो त्यो मैले चाहिँ आफूले पढ्दाखेरि त्यो 3 टाइपको क्याटेगोरी भनेर राख्थेँ क्या। अनि एउटा बुकमा एउटा एन्सर हुन्छ, अर्को बुकमा अर्को एन्सर हुन्छ क्या। यो एकदमै अब प्रिपेरेसन गर्दै जाँदाखेरि एकदमै त्यो भेटाइन्छ क्या। अब यस्तो क्वेसनलाई चाहिँ कसरी ट्याकल गर्ने भन्दाखेरि यसमा धेरै दिमाग लाउने त्यस्तो गर्ने पनि होइन होइन। कतिपय कुराहरू चाहिँ बुकले पनि कन्सेप्चुअली मिस्टेक गरे हुन्छ। अनि लोकसेवाको प्रिपेरेसन गर्दाखेरि कोही सर म्यामहरूसँग कुरा गर्दाखेरि मिस्टेक भए पनि राखिदिन्छ, कसैले बुकैबाट कति धेरै मिसकन्सेप्सन हुन्थ्यो क्या हामीलाई। जस्तै कसैले के भन्नुहुन्थ्यो, बुकबाटै डाइरेक्ट जे हो त्यही कपी गर्ने हो, मिस्टेक भए पनि राखिदिन्छ भन्नु। अब त्यो मिस्टेक पढ्ने कि सच्याएर पढ्ने होइन, त्यस्तो पनि हुन्थ्यो। सो यस्तो खालको डाउट्सहरू चाहिँ हुन्थ्यो। सो यसलाई चाहिँ हामीले चाहिँ के स्ट्राटेजी अप्नायौँ भन्दाखेरि चाहिँ यस्ता डाउटफुल क्वेसन छन्, यसमा चाहिँ धेरै स्ट्रेस लिख्थिनँ मैले। पहिला जुन फन्डामेन्टल र कन्सेप्चुअल लान सक्ने खालको लाने र एकदमै डाउटफुल कन्फ्लिक्टिङ एन्सर भएको क्वेसनहरूलाई चाहिँ हामीले चाहिँ स्क्रिनसट गरिदियो। जस्तै मैले पिडिएफबाट पनि पढ्थेँ कि अब सबै बुकहरू किनेर साध्य पनि हुँदैन होइन। पिडिएफहरूबाट चाहिँ स्क्रिनसट गरेर एउटा आफ्नो वर्डमा अथवा कसरी हुन्छ त्यसलाई राखिने, अनि पछि जुन अब रिभिजन गरेर सकिया हुन्छ त्यो टाइममा चाहिँ हामी साथीहरूसँग डिस्कस गरेर गर्थ्यौँ क्या। अब भनेपछि यसमा ग्रुप स्टडी अथवा त्यो साथी सर्कलको पनि एकदमै आवश्यकता जस्तो देखियो। एकदम होइन, रिसोर्सको पनि तपाईँको आवश्यकता जस्तो देखियो, मेन्टरको पनि आवश्यकता। तपाईँले अघि पनि भन्नुभयो तपाईँले एउटा सर्टेन टाइम कुन डेट भन्नुभएको थियो, त्यो डेटमा मैले एडमिसन गरेँ भनेपछि त्यहाँ सर्टेन मेन्टरहरू त तपाईँलाई चाहियो नि त। हजुर होइन, मेन्टरहरू अब त्यो कुनै कोचिङ इन्स्टिट्युट होला अथवा मान्छे होला जे होला, तपाईँले त्यो पनि आवश्यकता देखियो। तपाईँले एमसिक्यूको प्र्याक्टिस गर्ने भन्ने कुरा गर्नुभयो, त्यो फिजिकल होला अनलाइन होला त्यो पनि चाहियो होइन। भनेपछि अब तपाईँले बिहानदेखि बेलुकासम्म ल बाँडौँ त एकचोटि समय, यो कति घन्टा सुत्ने, कतिखेर उठ्ने, के गर्ने, कुन बेला एकदमै सम्झिने खालको टाइम हुन्छ, कुन बेला बिर्सिने खालको टाइम हुन्छ, टाइम पनि छ नि दादा एकदम। अब मेरो आफ्नो चाहिँ मैले के गर्दा म आफै पनि एकदमै धेरै घोकेर याद गर्न सक्ने मान्छे पनि पढ्दिनँ कि, मैले बरु लजिकहरू खोज्न खोज्छु होइन। पढ्दै क्वेसनहरू लजिकहरू खोज्न खोज्छु। र सरले सेड्युलकै कुरा गर्दाखेरि चाहिँ म बिहान लगभग 5 बजी उठाउँ भन्ने हुन्थ्यो होइन, उठ्न चाहिँ सकिन्थेन। अनि 6 बजीतिर उठिन्थ्यो। 6 बजी उठेर सुरुमा एकछिनमा इन्स्टिट्युट पनि जोइन गरेँ है। अब इन्स्टिट्युट किन जोइन गर्नुपर्छ भन्दाखेरि चाहिँ मक टेस्ट एउटा बेनिफिट हुन्छ, मक टेस्टहरू दिन पाइन्छ, त्यहाँबाट नै आफ्नो कन्फिडेन्स बुस्ट गर्ने हो। र अर्को चाहिँ एउटा कम्पिटिटिभनेस इन्भाइरोमेन्ट चाहिँ डेभलप हुन्छ क्या, किनकि सबै प्रिपेरेसन गरिरहेको आफ्नै क्षेत्रका साथीभाइहरूसँग भेटिन्छ, उनीहरू कसरी पढिरहेछन् पनि थाहा हुन्छ, मैले के कम गरिरहेको छु पनि थाहा हुन्छ होइन। सो मलाई के लाग्छ भन्दाखेरि इन्स्टिट्युट चाहिँ तपाईँले कन्सेप्ट लिन र
म त्यहाँबाट एकदम धेरै सिक्छु, त्यसले मलाई ग्रुम गरेर मलाई पास गराउँछ भनेर जाने होइन क्या। त्यहीँ पढेर नाम निकाल्छु भन्ने चाहिँ होइन, त्यो हुँदैन, त्यो एकदमै त्यो मिसकन्सेप्सन हो। तपाईँले ब्याचलरमा जति पढ्नु भयो नि, ब्याचलरकै कन्सेप्ट हो कि, तपाईँ ब्याचलरको कन्सेप्टले नै हो एकदमै। अब तपाईँ फर्स्ट इयरकोले हेर्दै हुनुहुन्छ भने ब्याचलरमा कन्सेप्टहरू चाहिँ एकदमै क्लियर गर्नुहोस् होइन। ब्याचलरको कन्सेप्टले नै अब यता चाहिँ कन्फिडेन्स हो, एउटा प्र्याक्टिस हो है। अनि त्यसपछि जुन अब टाइम म्यानेजमेन्टको कुराहरू सिक्ने हो। त्यसपछि यदि राम्रोसँग चाहिँ इन्स्टिट्युटहरूले चाहिँ क्वेसनहरू चेक गरिदिनु भयो, सब्जेक्टिभको पनि चेक गरिदिनु भने चाहिँ त्यहाँबाट चाहिँ आफ्नो लेख्ने स्किल चाहिँ बढाउँदै लाने हो होइन। एउटा चाहिँ त्यो फ्रेन्ड सर्कलहरू क्या, जस्तै ग्रुप स्टडीकै कुरा गर्दाखेरि पनि इन्स्टिट्युटमा आफूले भेट्ने साथीहरूसँग चाहिँ एउटा सर्कल डेभलप गरेर राख्ने, उनीहरूसँग कुरा गर्ने, यो कसरी पढ्ने होइन, यदि कति पढेर भ्यायो अथवा केही डाउटफुल कुराहरू छ भने साथीहरूसँग सल्लाह गर्दाखेरि पनि आफूले जुन डाइमेन्सनबाट देखे हुँदैन त्यो डाइमेन्सनबाट अर्को डाइमेन्सनबाट साथीहरूले हेरेर हुन्छन् कि। स्पेसली आइक्यूलाई चाहिँ यसले फरक पार्दैन कि आइक्यूको जस्तो क्वेसनहरू सल्भ गर्दाखेरि चाहिँ मैले एउटा मात्रै वेबाट हेरिरहेको छु भने अरू साथीहरूले फरक तरिकाले हेरेर त्यसरी हिट गर्न सकिन्छ होइन। र अर्को अब मैले प्रिपेरेसनै गर्दाखेरि डेली मेरो सेड्युल कस्तो हुन्थ्यो भन्दाखेरि सुरुमा त इन्स्टिट्युट जाँदाखेरि 6 बजेतिर उठ्यो होइन, लगभग 6 बजे उठ्थेँ। अनि म फेरि मलाई लगभग 1 घन्टा मलाई रिफ्रेसमेन्टको टाइम चाहिन्छ क्या। म स्ट्रेचिङ गर्छु बिहान होइन, अलिकति जस आफ्नो म किनकि लोकसेवा पढिराख्दाखेरि बाहिर खेल्न गइनँ, क्यार्न गइनँ, जानु पनि त्यति धेरै अब एउटा टाइम त मिलाउन सकिन्छ। म चाहिँ खेल्थिनँ, धेरै खेल्थिनँ। सो मैले एटलिस्ट फिजिकल्ली चाहिँ आफू फिट बन्नको लागि भने स्ट्रेचिङहरू गर्थेँ, अलिकति योगा पोजेसहरू पनि हुन्थ्यो है। सो स्ट्रेचिङहरू गर्थेँ, पानीमा मैले बिहान मनतातो पानी पिउने बानी छ मेरो चाहिँ, मनतातो पानी पनि पिउँथेँ। त्यसपछि अब पछि चाहिँ अलिकति यो प्रिपेरेसन गरिराख्दै पढिराख्दाखेरि चाहिँ तपाईँको शरीर पनि हेल्दी हुनुपर्छ क्या। तपाईँको कुनै पनि त्यो हामीले अरू जस्तै गाडी चल्नलाई पेट्रोल चाहिए जस्तै तपाईँको ब्रेन चल्नलाई ब्रेनलाई पनि फुडहरू चाहिन्छ क्या। सो त्यो टाइपको तपाईँले फुडहरू पनि खानुपर्ने हुन्छ। जस्तै बिहान बरु ओट्सहरू खान सक्नुहुन्छ अथवा ड्राई फ्रुट्सहरू बेलुका भिजाएर खान सक्नुहुन्छ। मैले त्यो पनि गर्थेँ, बिहानको मेरो सेड्युल 1 घन्टाको मेरो त्यसैमा जान्थ्यो, आफू फ्रेस हुन्थेँ। त्यसपछि चाहिँ अब मैले के गर्थेँ भन्दाखेरि चाहिँ बिहान लगभग 7 बजीदेखि 9 साढे 9सम्म चाहिँ जिकेहरू टाइपको जुन अलिकति घोक्नुपर्ने कुराहरू हुन्छ नि, सुरुमै सब्जेक्टिभहरू पढ्दिनँ, जिकेको टाइपको कुराहरू चाहिँ मैले पढ्न खोज्थेँ। त्यसपछि खाना खाने ब्रेक भयो, अनि त्यसपछि एकछिन फेरि मोबाइल चलाउने बानी भइहाल्दो रहेछ क्या। खाना चाहिँ एकैछिन मोबाइल हेरेर भन्यो, हेर्दा फेरि आधा घन्टा चाहिँ जान्थ्यो। त्यो कुरा चाहिँ बरु सकेसम्म कम गर्दा राम्रो हुन्छ। रिल्सहरूले चाहिँ बढी डिस्ट्र्याक्सन गर्दो रहेछ क्या हामीलाई। एप्लिकेसन हटाउने के गर्ने? मैले चाहिँ यो इन्डिस्ट्र्याक्टेबल भन्ने एप राखेको थिएँ होइन। त्यसले चाहिँ कस्तो भन्दाखेरि मोबाइल खोल्ने बित्तिकै हात त फेसबुकमा जान्छ, मेसेन्जरमा जान्छ नि त। सो त्यो इन्डिस्ट्र्याक्टेबल चाहिँ खोज्न गाह्रो हुन्थ्यो क्या। मैले एउटा एप्लिकेसन त्यो पनि राखेको थिएँ होइन। के एप्लिकेसन अरे? इन्डिस्ट्र्याक्टेबल भन्ने थियो हजुर। त्यसले चाहिँ त्यो युआई नै चेन्ज गर्थ्यो क्या। तपाईँले त्यो कहाँ पुऱ्याइदिन्छ, हराइदिन्छ? त्यस्तै भन्दा पनि एउटा सिम्पल एकदम के भिजुअल्ली चाहिँ तपाईँलाई डिस्टर्ब गर्दैन क्या। त्यो एप्लिकेसन ओपन गर्ने बित्तिकै एकदमै प्लेन युआई हुन्छ, टेक्स्टहरू मात्रै देखिन्छ। त्यो भइसकेपछि त आफूले सर्च गरिन्छ, जे चाहियो त्यो सर्च गर्ने त। त्यो एउटा फोकस चाहिँ त्यसले त्यसरी गेन गरिन्छ। मैले त्यो गर्थेँ। मेरो जो सब डिस्ट्र्याक्सन सबैलाई अहिलेको प्रब्लम भनेको चाहिँ युट्युबको रिल्सहरू, इन्स्टाको रिल्सहरू होइन। सो यसले चाहिँ डिस्ट्र्याक्ट गरिरहेको हुन्छ। अब मोबाइल हेर्दाखेरि पढ्ने कुरा नै हेर्छु भनेर खोल्या हुन्छ, तर अरूतिर पुग्छ 1 घन्टापछि म त यो पो खोज्न आएको थिएँ भनिन्छ। सो त्यो कुरा चाहिँ अब आफैले कसरी आफ्नोलाई कसरी फिट हुन्छ होइन, त्यसरी गर्न खोज्ने। अनि त्यसपछि त्यही हुन्छ, अब अलिकति एकछिन मोबाइल हेर्नै पर्छ, रिफ्रेसमेन्ट पनि हुन्छ होइन। तर सकेसम्म भन्न चाहिँ यो मान्छे बरु कस्तो भन्दाखेरि मोबाइल नचलाइकन आफू एकदमै साइलेन्ट बस्ने कि त्यो बोरेडम पनि मान्छेलाई चाहिन्छ अरे। 15 मिनट्स अफ बोरेडम भन्ने एउटा कन्सेप्ट हुँदो रहेछ कि। बरु तपाईँ झ्याउ लाग्दाखेरि मोबाइल हेर्नु भयो भने त्यो तपाईँको डोपामिन रिलिज हुन्छ ब्रेनबाट, झन् बढी डिस्ट्र्याक्सन जान्छ कि, तपाईँको त्यो इनर्जी त्यो डाइभर्ट हुन्छ क्या है। सो त्यही भएर चाहिँ बरु मोबाइल नचलाउने भन्ने त रहेछ नि। तर त्यो प्र्याक्टिस गरेर मैले पनि त्यति धेरै सकिनँ होइन। म बरु न्यापहरू पनि लिख्थेँ। जस्तै अब खाना खाइसकेपछि एकछिन मोबाइल चाहिँ चलाउँथेँ मैले, अनि फेरि पढ्यो। अब पढ्दाखेरि चाहिँ के गर्ने भन्दाखेरि चाहिँ सुरुमै चाहिँ सब्जेक्टिभ मैले पढ्न सुरु गरिनँ। सुरुकै मन्थ्समा मैले लगभग त्यो भदौको जुन जेनजी विद्रोह पछिको आइसकेपछि, अब हामी थाइल्यान्ड गएर आइसकेपछि लगभग मैले भदौको 1 गतेदेखि चाहिँ मैले अब सब्जेक्टिभ सुरु गर्नुपर्छ भन्ने हिसाबले चाहिँ सुरु गर्न खोजेको थिएँ। सब्जेक्टिभ सुरु गर्न लागिसकेपछि खाना खाइसकेपछिको टाइममा दिउँसोको टाइम चाहिँ सब्जेक्टिभ आनन्दले सुरुमा बुकहरूबाटै मैले पढेँ। फर्स्ट चाहिँ मैले सब्जेक्टिभ पढ्दाखेरि अलिकति जुन थ्योरीको बुक्सहरू छ नि, जस्तै सोइल मेकानिक्सले अरोरा नै पढेँ क्या। अब अरोराको सबै कुरा पढेर साध्य लाग्दैन। अब सिलेबस चाहिँ आफूले सिलेबस बरु प्रिन्टै गरेर राख्नुहोस् कि है। मैले चाहिँ पिडिएफ नै हेर्थेँ। मलाई सजिलो पिडिएफमा मैले कुन च्याप्टर पढेँ कुन च्याप्टर पढिनँ भनेर मार्क गर्थेँ। अथवा तपाईँले प्रिन्ट गरेर पनि राख्न सक्नुहुन्छ है। सो प्रिन्ट गरेर हेर्दै त्यो सिलेबसको एउटा पनि कुरा नछोड्ने गरेर चाहिँ त्यो अनुसार टेक्स्ट बुकहरूमा हेरेर पढ्ने, अनि आफ्नो पढ्दाखेरि नोट्स पनि बनाउनु पर्छ होइन। सो त्यसरी पढ्थेँ। त्यसपछि दिउँसो नास्ता खाने टाइम भयो, अनि एकछिन साथीहरूसँग अब त्यहाँ गफ पनि हुन्थ्यो होइन। के पढ्यो कसो पढ्यो भन्ने गफ पनि हुन्थ्यो। हामी फ्ल्याटमा 4 जना साथीहरू बस्थ्यौँ। अनि सबै तयारीवालै
2जना लोकसेवा तयारीवाला अनि त्यसपछि 2जना चाहिँ विदेश जानेवाला साथीहरू थियो। विदेश तयारी त्यो साथीहरू चाहिँ काम गर्थे। अनि त्यसपछि अब बेलुकाको टाइम 2 बजी नास्ता खायो, बेलुका 8:30 भने चाहिँ 6 बजीसम्म चाहिँ अनि लगभग पढिन्थ्यो, पढ्न खोजिन्थ्यो। कहिले डिस्ट्राक्सन त भइ नै हाल्छ होइन, अब त्यो एकदम कन्टिन्युस पढ्ने भन्ने पनि हुँदैन। बिचमा न्याप चाहिँ मैले लिन सजेस्ट गर्छु। मैले 21 मिनट जतिको मैले चाहिँ पढ्दाखेरि चाहिँ त्यो आँखालाई पनि स्ट्रेस फ्री बनाउनलाई चाहिँ निदाए जस्तो गरिदिने, आँखा बन्द गरिदिने, अब निदाइहाल्नु निदाउनु भन्यो भने आँखा चाहिँ कहिले कहिले 3 घन्टै पुग्छ लिएर। अनि बेलुकाको टाइममा चाहिँ मैले आइक्यू चाहिँ डिल गर्न खोज्थेँ। आइक्यू तर सुरुमा नि पढ्दिएन होइन। अनि त्यसपछि जो अब सब्जेक्टिभ एउटा जुन तपाईँले टार्गेट सेट गर्नुहुन्छ नि डेमा, त्यो टार्गेट पढिसकेपछि चाहिँ अब त्यो टेक्निकल एमसीक्यू पनि मिसाउनु पऱ्यो होइन। अनि त्यसपछि पछाडिपट्टि आइक्यू पनि डिल गर्न खोज्ने। यो चाहिँ मेरो अलिकति एउटा लेभलको टेक्निकल मैले पढेँ भन्दाखेरि मैले अब यहाँ चाहिँ मैले के मेन्सन गर्नुपर्छ भन्दा सर, जस्तै अगाडिपट्टि अब यो जुन टेक्निकल छ नि, टेक्निकल के अरे एमसीक्यूवाला र सब्जेक्टिभवाला त फरक कुरा हो। इक्जाम 100 मार्क्सको छ। सो मैले सबभन्दा सुरुमा के सजेस्ट गर्छु भन्दाखेरि चाहिँ तपाईँले सुरुबाट सब्जेक्टिभ सुरु नगर्दा नि हुन्छ क्या, अलिअलि पढ्नुहोस् होइन। मैले चाहिँ त्यसरी गरिनँ। मैले सबभन्दा सुरुमा जीके विक छ जस्तो लाग्थ्यो। जीकेमा चाहिँ एउटा लेभलको बेस डेभलप गर्न खोजेँ। इक्जाममा सबभन्दा फर्स्ट इक्जाममा मेरो 41 जति आएको, त्यसपछि इम्प्रुभ गर्दै गर्दै गयो 50-60 गरेर मेरो जेठबाट सुरु गरेको असारको 1 गतेसम्म म जाँदाखेरि चाहिँ लगभग मैले 70 ल्याएको थिएँ कि 70 मार्क्स ल्याइसकेको थिएँ। अब 70बाट अलिकति बढेर एराउन्ड 80तिर अथवा 70देखि 80को बिचमा चाहिँ जब तपाईँको चाहिँ फ्लक्चुएसन हुन्छ कि एउटा लेभलमा चाहिँ त्यहाँभन्दा बढ्दैन पनि घट्दैन पनि, त्यही फ्लक्चुएसन हुन्छ। त्यो चाहिँ तपाईँको प्रिपरेसन अब लगभग मेरो एमसीक्यू पार्टको चाहिँ स्याचुरेसन जस्तो हुन्छ। अनि मार्क्स त अगाडि धेरै ल्याउनुपर्छ तर एउटा लेभलसम्म चाहिँ त्यहीँ घुमिरहेको छ कि लगभग। अब त्यो हुन थालिसकेपछि अथवा 80देखि 90को रेन्जमा आइराख्न थाल्यो भने चाहिँ अब तपाईँ सब्जेक्टिभमा जानको लागि योग्य हुनुहुन्छ भनेर मैले बुझ्थेँ कि म त्यसरी चाहिँ मैले गरेँ होइन। सुरुमा चाहिँ जीके हाम्रो एकदमै विक हुन्छ, जीकेलाई अलिकति फोकस गर्ने। त्यसपछि जुन 50 मार्क्सको टेक्निकल छ हाम्रो त मेन ब्याकअपै त्यही हो। सो त्यो चाहिँ तपाईँको टार्गेट चाहिँ मेरो रिभिजन गर्नुभन्दा अगाडि छ मैले 45वटा अथवा 40देखि 45को बिचमा ल्याउँछु भन्ने टार्गेट राख्नुपर्छ। त्यो राखेर तपाईँको लगभग अब देखेको क्वेसन जस्तो आउनु थाल्यो अथवा क्वेसन गर्दाखेरि सजिलो भयो होइन। 1.5 घन्टा लाग्ने क्वेसनहरू तपाईँले 1 घन्टा 20 मिनटमा सकाउन लाउनु भयो। त्यहाँसम्मको एउटा कन्फिडेन्स डेभलप गर्नु पऱ्यो। अनि त्यसपछि सब्जेक्टिभ सुरु गर्ने, किनकि सब्जेक्टिभ सुरुमै गऱ्यो भनेदेखि यता एमसीक्यू पनि त हामीले पहिलो चरणमै एमसीक्यू हो नि त। तपाईँको लोकसेवामा मैले के सुनेको थिएँ भन्दाखेरि चाहिँ यहाँ यो जुन एमसीक्यूवालामा पास हुनु भयो भने तपाईँको सब्जेक्टिभै चेक हुन्न क्या, यो पास हुनुपर्छ क्या। त्यही भएर मार्क्स जोडिन्छ, यसमा नि पास हुनु पऱ्यो, हुनै पऱ्यो, त्यस्तो हुन्छ। भनेपछि यो तपाईँले बेलुका चाहिँ कति बजीसम्म पढ्ने त? अब बेलुका एकदम मान्छेको लागि हाम्रो माइन्डलाई फङ्सन गर्नको लागि चाहिँ स्लिप एकदमै अपरिहार्य हुन्छ। जहिले पनि मैले चाहिँ 8 आवर्सको स्लिप चाहिँ मैले मेन्टेन गर्न खोज्थेँ होइन। 7 to 8 आवर्स चाहिँ स्लिप मेन्टेन गर्नुपर्छ। सो मैले 10 बजीभन्दा बढी चाहिँ मैले बस्दै बसिनँ क्या। 10 बजीपछि म सुत्छु नै भनेर गर्थेँ। बरु अब बेटर के हुन्छ भन्दाखेरि आइजलाई पनि स्ट्रेस हुने भएको भएर चाहिँ बेलुका 10 बजेपछि बरु मोबाइल नहेर्न ट्राई गर्ने र अगाडि 10 बजेभन्दा अगाडि 9 बजीदेखि 10 बजीसम्म चाहिँ अलिकति निदलाई पनि सकेको हुन्छ। जाडो महिना त झन् छिटो सुत्न सकिन्छ होइन, खोजिन्छ। त्यतिखेर बरु यो आइक्यू छ नि, आइक्यू चाहिँ प्र्याक्टिस गर्ने 1 घन्टा डेली प्र्याक्टिस गरे इनफ हुन्छ। यही उमेर हो नि फेरि अब हाम्रो चाहिँ अफेयरहरू पनि रिलेसन पनि हजुर हुने उमेर समूह त यो हो नि त। त्यसलाई नि त म्यानेज गर्नु पऱ्यो, उहाँहरूलाई नि त टाइम दिनु पऱ्यो। अब तपाईँको एफेयरले तपाईँलाई अगाडि बढाउन पनि सक्छ, तपाईँले बिगार्न पनि सक्छ होइन। सो अब तपाईँको जोस् म्यानेज गर्नुपर्छ, सबैतिर टाइम म्यानेज गर्नुपर्छ। तपाईँले अब अफेयरमा गइसकेपछि भयो म बोल्दिनँ भनेर तपाईँ यता गर्न पनि भएन होइन। तर त्यो आफ्नो टाइम छुट्याउनुहोस् होइन, त्यो अनुसार चाहिँ अगाडि तपाईँको टार्गेट के हो त्यो चाहिँ पहिले क्लियर हुनु पर्यो होइन। तपाईँको लोकसेवामा नामै निकाल्ने टार्गेट हो भने त तपाईँले पहिलो कुरा त त्यतातिर टार्गेट फिक्स गर्नु पऱ्यो, उतातिर समय घटाउनु पऱ्यो, त्यसरी नै बुझ्नु पऱ्यो। सबैतिर टाइम दिनु पऱ्यो नि त होइन, फेरि टाइम दिनु पऱ्यो। तर टाइम अब एकातिर बढाउने एकातिर घटाउनु त गर्नु पऱ्यो नि त होइन। त्यो चाहिँ गर्न सकियो भने हुन्छ भन्ने कुरा भयो। अब एउटा अर्को माइन्डसेट छ हाम्रो भनौँ कम्पिटेटिभ माइन्डसेट, जसले चाहिँ जस्तो खालको माइन्डसेटका मान्छेहरूले चाहिँ जहिले पनि टप गर्न खोज्छन् अथवा कम्पिटिसनमा आउन खोज्छन्, जो कम्पिटिसनमा भाग लिन्छन् क्या, हारुन जितुन कम्पिटिसनमा भाग लिन्छन् क्या। त्यस्ता खालका माइन्डसेट भएका मान्छेहरूले नि हुन् ऱ्याङ्कमा नआउने। पहिले भागै नलिँदा कहाँबाट आउँछ त होइन। भनेपछि तपाईँ त्यो खालको हुनुहुन्छ जस्तो मलाई लाग्छ होइन। यो एकै आउँछ भन्ने त कसैले सोचेको त पक्कै पहिले हुँदैन होइन। तर
तर पनि आफूलाई प्रस्तुत गर्दा म चाहिँ मेरो 100% दिन्छु भन्ने खालको चाहिँ हुन्छ। म वास्तवमा सर मैले भन्नुपर्दाखेरि चाहिँ मैले साउन्डदेखि भनौँ न मेरो मोबाइलको वालपेपर पनि टार्गेट फर लोकसेवा ऱ्याङ्क 1 हाई इन्जिनियर भनेर राखेको छु कि। सो मैले मेरो माइन्डसेट चाहिँ मैले ऱ्याङ्क 1 नै ल्याउने हो भनेर चाहिँ एचिभेबल होला नहोला त्यो आफ्नो बाटोमा फरक कुरा हो। टार्गेट सेट गर्नु चाहिँ इम्पोर्टेन्ट के। तपाईँले एउटा टार्गेट सेट गर्नुभयो भने मेरो ल्यापटपको वालपेपर पनि त्यही छ। म ल्यापटप खोल्ने बित्तिकै सुरुमा मैले देख्ने कुरै त्यही हो कि। म बिहान उठेर ल्यापटप खोलेर पढ्थेँ, सुरुमा मेरो दिमागले देख्ने कुरा नै ऱ्याङ्क 1 टार्गेट फर लोकसेवा भन्ने नै छ कि मेरो वालपेपर यहाँ मोबाइलमा पनि अहिले त्यही छ। अहिलेसम्म मैले हटाउनु भएको छैन होइन। त्यसपछि अर्को जुन अगाडिपट्टि पढ्ने एउटा पढ्ने सेटअपमा चाहिँ अगाडिपट्टि जुन नोट्सहरू टाँसेको हुन्छ स्टिकी नोट्सहरू त्यसमा पनि साथीहरूलाई देखाइदिनु पऱ्यो वालपेपर। त्यो अहिले पछि लास्टमा हाम्रो भिडियोको लास्टमा राखिदिउँला। मैले त्यो इन्डिस्ट्र्याक्टेबल एप पनि राखेको छु खासमा। यस्तो छ हेर्नु न इन्डिस्ट्र्याक्टेबल यसरी आउँछ, यसरी आइकनहरू आउनु यस्तो माइन्डसेट चाहिँ यसरी नै गर्नु पऱ्यो। यदि यो त कन्ट्याक्टहरू छान्ने जस्तो ठ्याक्कै एकदमै यो तपाईँले जे चाहियो त्यतैतिर जान्छ होइन, जान्छ त्यो हुन्थ्यो। त्यसपछि वालपेपर पनि मेरो ठ्याक्कै त्यस्तै कि। अब अगाडि नै हेर्नुहुन्छ नि ल, तपाईँले पढेर सुनाइदिनु यो अगाडिपट्टि पहिले सेट गरेको मैले। ल ऱ्याङ्क 1 हाइवे DOR नै लेख्नु भएको छ उहाँले मोबाइल खोल्ने बित्तिकै त्यही नै हो। मैले यसरी क्लिक गर्दाखेरि ठ्याक्क तपाईँहरूले पनि यहाँ देख्नुहुन्छ होला, ट्याक्क त्यही नै आउँछ। अब यो होइन एकदमै माइन्डसेटको कुरा नै हो। किनभने जे पनि एचिभ गर्नलाई त्यसमा टाइम डेडिकेसन गर्न, डिसिप्लिन हुन, सबै कुरा हुन। पहिलो कुरा त म कहाँ कुदिरहेको छु, के गर्न, के लिन खोजिरहेको छु, एचिभ के हो, गोल के हो भन्ने फिक्स नगरेसम्म त हुँदैन भन्ने कुरा त हामीले यदि कसैले पनि बुझेको छैन भने तपाईँहरू धेरै पछाडि हुनुहुन्छ। गोल सेट गर्ने कुरै बुझ्नु भएको छैन भने त धेरै नै पछाडि हुनुहुन्छ। जसले बुझ्नु भएको छ उहाँहरू एक स्टेप अगाडि हुनुहुन्छ, जसले गर्नुभयो एचिभै गर्नुहुन्छ होइन। भनेपछि यो त स्टेप अफ चाहिँ नलेज नै हो नि त। त्यही भएर उहाँमा मैले त्यो पनि देखेँ, त्यो एकदम राम्रो कुरा हो। अब मलाई तपाईँसँग बुझ्नुपर्ने कुरा अर्को के पनि छ भने हामीले दिने एक्जामहरू, विभिन्न एक्जामहरू दिएर हामी यहाँ आयौँ नि त, इन्जिनियरिङ सक्यौँ, इन्जिनियरिङै पढ्दा विभिन्न एक्जामहरू दियौँ। त्यो र योमा अलिकति के डिफरेन्स अथवा डिफिकल्ट के हो? अगाडिको इन्जिनियरिङ एक्जाम र अहिलेको इन्जिनियरिङ एक्जाम अथवा हाम्रो चाहिँ इन्ट्रान्सै एक्जाम, ब्याचलरको इन्ट्रान्स र यो सरकारी जुन लोकसेवा छले दिने एक्जाम चाहिँ खास ठ्याक्कै डिफ्रेन्सिएट अब त्यो भन्न खोजेको मैले बुझाउन सकेको सकिनँ क्वेसनमा होइन। मैले कसरी त्यसलाई चाहिँ ठ्याक्कै फरक हो, यो त फरक नै हो नि त। यो त त्यही भएर यसरी नै मैले तयारी गर्नुपर्छ भन्ने हुनु पऱ्यो नि त। ल एउटा कुरा त के भन्दाखेरि चाहिँ जस्तै तपाईँले ब्याचलर पढ्दाखेरि जो जति पनि सेमेस्टर वाइज इक्जाम दिनुहुन्छ नि, त्यो र यो इक्जाममै के फरक छ भन्दाखेरि चाहिँ यो कम्पिटेटिभ इक्जाम हो कि। तपाईँले 0.5 मार्क्स मात्रै पनि पछाडि पर्नुभयो भनेदेखि तपाईँको ऱ्याङ्क नै कति पछाडि, तपाईँले जागिर खाने कि नखाने, जुन तपाईँले नेपाल बस्ने सोच्नुभयो खाने, बस्ने कि नबस्ने होइन, एकै वर्षमा जागिर खाने कि 4-5 वर्ष लाउने, त्यो त फरक पार्छ नि त। जस्तो भन्न खोजेको अगाडिपट्टि चाहिँ तपाईँको 1 मार्क्स कम आए पनि तपाईँको पास भए पुग्यो, यसमा चाहिँ पासले पुगेन कि। यसमा चाहिँ एनी हाउ मैले मेरो कम्पिटिटरहरूले पनि पढिरहेको छु। थट्स के हुनु पऱ्यो भन्दाखेरि चाहिँ ग्रुप डिस्कसन एकदमै गर्नुपर्छ। मैले साथीसँग डिस्कस गरेर उसले धेरै जान्छ भन्ने कहिले पनि थट्स नराख्नुहोस्। सो साथीहरूसँग सल्लाह गर्ने, पढ्ने होइन। तर आफ्नो माइन्डसेट चाहिँ के हुनु पऱ्यो भन्दाखेरि चाहिँ मैले 1 मार्क्स बिगारेँ भनेदेखि म धेरै नै पछाडि पर्छु भन्ने खालको माइन्डसेट हुनुपर्छ। एउटा चाहिँ त्यो फरक छ। र अर्को कुरा त तपाईँको अब लोकसेवामा नाम निस्कियो भनेदेखि चाहिँ तपाईँको एउटा लाइफ सेक्युर हुने कुरा छ, जुन स्टेबिलिटीको कुरा छ, त्यो चाहिँ एउटा मोटिभेटिङ पार्ट भयो नि त। अब अगाडिपट्टि जस्तै इन्ट्रान्स पनि त्यत्तिकै इम्पोर्टेन्ट हो। आइयु इन्ट्रान्समै छिर्नु पनि म इन्जिनियरिङ पढ्ने कि नपढ्ने, अथवा यो इन्स्टिट्युटमा जस्तै आइयु इन्ट्रान्सको चाहिँ ऱ्याङ्कले केमा डिटरमाइन गर्थ्यो भन्दाखेरि म कुन क्याम्पस पढ्छु, सबैको चाहिँ पुल्चोक क्याम्पस हुन्छ। त्यसमा के थियो भने मेरो जस्तै म इन्जिनियरिङ पढ्ने भन्दा पनि म चाहिँ मेरो अलिकति भन्छु, म चाहिँ धरानमा हात्तीसार क्याम्पसमा आइएससी गरेँ। ओके। अनि त्यहाँ चाहिँ बिटेक फुड टेक्नोलोजी भन्ने सब्जेक्ट थियो। मैले इन्ट्रान्स दिएँ, मेरो नाम पनि निस्कियो। त त्यही बेला मेरो आफ्नै मामा चाहिँ पुल्चोकमा पढ्नुहुन्थ्यो सिभिल। मामाले मलाई त्यो बेलामा त खास फोन मोबाइल सोबाइल नहुने, ल्यान्डलाइनमा फोन गरेर भन्नुभयो, भान्जा तिमी इन्जिनियर बन्ने हो, त्यो गरेर हुन्न भन्नुभयो। अब आफूलाई केही थाहा छैन, फिजिकल ग्रुप चाहिँ पढाएको थिएँ, अब इन्जिनियर पढ्ने भन्ने भयो। मलाई जोस आयो क्या त्यतिकै।
त्यसपछि म आएँ सिधै काठमाडौँ आएर तयारी गर्न सुरु गर्दाखेरि मैले काठमाडौँ आएर फर्स्टमा गएकै पुल्चोक क्याम्पस हो। मेरो मामा होस्टेल बस्नुहुन्थ्यो पुल्चोकको। ओके। अब मेरो टार्गेट के थियो भने मलाई पुल्चोकको होस्टेल बस्नु थियो क्या। होस्टेल मलाई अब नाम निकाल्ने सेकाल्ने मेरो कुनै मतलबको कुरो पुल्चोकमा नाम निकाल्ने होस्टेलमा जानुसम्म चाहिँ टार्गेट बिल्डअप गरिसक्नु। मेरो त होस्टेल नै हो क्या मेरो चाहिँ। ओके। मलाई नाम निकाल्ने खास कुरो होइन कि मेरो कुरो होस्टेल बस्ने कुरो हो। किनभने त्यो ग्राउन्ड स्राउन्ड सब देखाएको छु, मजा गरिरहेछन् होइन। अब मेरो आफ्नो लिमिटेसन होला के होला, मेरो पुल्चोकमा चाहिँ 196 ऱ्याङ्क थियो क्या मेरो त्यो बेलामा। त्यो भएर के भयो भने मैले पुल्चोकमा चाहिँ पाइनँ। मैले आर्किटेक्ट पढाए भए चाहिँ पाउँथेँ, तर सिभिल पढ्ने भन्ने भएर म थापाथली जानु पऱ्यो। मेरो फेरि पेइङ पढ्न नसक्ने, रेगुलरै पढ्नुपर्ने बाध्यताले गर्दा म त्यहाँ जानु पऱ्यो। तर एउटा माइन्डसेटले गर्दा म तयारी गर्ने क्लासमा मभन्दा धेरै जान्ने मान्छेहरू थिए, धेरै नै जान्ने। जस्तै म त एउटा सरकारी स्कुलबाट सरकारी आइएससी पढेर आएको मान्छे, यहाँनिर तपाईँको एसओएस, सेन्ट जेभियर्स, सेन्ट मेरिज, तपाईँको चाहिँ यस्ता चाहिँ स्कुल कलेजहरू पढेका मान्छेहरू चाहिँ थिए होइन। उनीहरूसँग ए लेभल पढेर आएका मान्छेहरू थिए। उनीहरूसँग म कम्पिट गर्नुपर्ने मेरो लेभलै त्यो थिएन। अलिक दिन त म पङ्गु भए जस्तो लाग्थ्यो त्यो क्लासमा, इन्ट्रान्स प्रिपरेसनमा। सबलाई आउँछ, आफूलाई केही आउन्न भनेपछि तपाईँले पहिलो कुरा त्यो माइन्डसेट नै फिक्स गर्नुभयो भने त्यही नै अब पुग्ला नपुग्ला अर्को कुरा, तर राम्रो ठाउँमा पुगिन्छ। हो एक्ज्याक्टली। अब तपाईँले त्यही एसओएस, सेन्ट जेभियर्स पढेको साथीहरूसँग जाँदाखेरि चाहिँ आफूलाई म त सक्दिनँ कि क्या हो भन्ने माइन्डसेट नै अगाडि राख्नु भयो भने त्यसरी हाबी हुन्छ क्या। त्यो बाहेक दिमागले अरू फिलै गर्न सक्दैन कि। एउटा यो मलाई एकदम यो मेनिफेस्टेसन भन्ने कुरा पनि एकदम लागु हुन्छ जस्तो लाग्छ कि। सो वाट यु थिङ्क इज वाट यु बिकम भन्ने छ कि एउटा कोट पनि छ होइन। सो तपाईँले जे सोच्नुहुन्छ त्योतिर तपाईँको जुन अब युनिभर्सले पनि तपाईँले डिरेक्ट गर्छ अरे क्या होइन। सो अब तपाईँको चाहिँ जस्तै सरसँगै अगाडि गफ हुँदाखेरि पनि जस मलाई एनी पैसा कमाउनु छ भन्ने थियो नि त। सो पैसा कमाउनु इन द सेन्स कि बिजनेस गर्ने भन्ने, एकदम बिजनेस गर्ने भएपछि तपाईँ त्यो डिरेक्सन लाग्नु भएको छ। अहिले सँगसँगै इन्जिनियरिङ समुदायलाई पनि यसरी पोडकास्ट मार्फत जोडिराख्नु भएको छ नि त, एउटा केही दिम भन्ने माइन्डसेट पनि थियो। एक्ज्याक्टली जो भन्न खोजेको चाहिँ अगाडिपट्टि एउटा सुरुमा त पाथ क्लियर नहोला, गोल चाहिँ क्लियर हुनु पऱ्यो क्या। एउटा गोल अथवा टार्गेट सेट गर्ने, त्यसपछि पाथ छ, त्यसपछि आइडेन्टिफाई गरिन्छ। त्यही फिलोसफी विश्वास गर्छु म पनि। जस्तै अब सिभिल इन्जिनियरिङ पढेपछि के गर्ने भन्ने पनि थिएन, तर सिभिल इन्जिनियरिङ पढ्ने भन्ने थियो नि त। त्यसपछि त्यही कुरामा आबद्ध भइसकेपछि त्यो डिसिजनलाई बेस्ट गराउने हो कि। अब त्यसरी नै लाग्नुपर्छ। मलाई धेरै ठ्याक्कै तपाईँ र मेरो बिचमा गफ त भएन, चिनजान त त्यसरी त भएन, तर मैले तपाईँलाई त्यो जियो मान्डु ताका चाहिँ तपाईँलाई मैले नोटिस गरेको देखेको जस्तो लाग्छ। अस्ति यहाँ त्यो एउटा प्रोग्राममा भेट हुँदाखेरि तपाईँलाई मैले कतै देखेको यो अगाडि। मैले तपाईँलाई याद गरेको थिइनँ क्या त्यति बेला। उहाँले हो अस्ति भनेर अब हाम्रो साथीहरूले तपाईँले टप हान्नुभएको भन्ने पोस्टहरू हालिरहेको थिएँ। म ग्याप पनि धेरै वर्षको भयो। अब मेरो फेरि धेरै इन्ट्रेस्ट लोकसेवातिर नभएपछि मैले खास त्यसलाई त्यसरी मान्दा नि मान्दिनँ। जसले जसरी सेलिब्रेट गर्छ म त्यति त्यो हो जस्तो मलाई लाग्दैन होइन। किनभने मेरो त्यो फिल्डै फरक भएर हो। किनभने अहिले तपाईँले यसो विचार गर्नुहोस्, बिजनेस टाइकुनका कसैका बच्चाहरू चाहिँ लोकसेवामा नाम निकाल्न भनेर मरिहत्ते गरेका छन् त, गर्दैन होइन भने। अथवा बिजनेस फ्यामिलीका मान्छेहरूलाई कसैले प्रेसर गर्छ त लोकसेवा नहुनु, त्यो उनीहरूलाई कसले निकालेन मतलबै छैन नि। अनि चाहिँ मलाई पनि त्यस्तो धेरै यो संसारै जिते जस्तो लाग्दैन कि। तर धेरैलाई लाग्छ नि, फेरि कतिजना यही तयारी गर्दै हुनुहुन्छ उहाँहरूलाई त लाग्छ नि, त्यो त संसारै जिते जस्तो लाग्छ नि त कसैको चाहिँ। अब अनि अस्ति त्यहाँ तपाईँलाई भेट्दाखेरि भने अनि मैले तपाईँलाई यसो नोटिस गर्दा त तपाईँसँग मेरो अलरेडी भेट भइसकेको छ, तपाईँ जियो मान्डुमै जस्तो लाग्यो। अनि त्यसपछि मैले फेरि यो यस्तो राम्रो पढ्ने मान्छे जियो मान्डुमा पनि ठ्याक्क टाइम दिइरहेको, त कसरी म्यानेज गरे होला, त्यो पनि मैले सोध्न मन लाग्यो। जस्तै यस्तै कन्फरेन्सहरू अथवा त सोसाइटीको एक्टिभिटिजहरूमा इन्भल्भमेन्ट हुँदा के फाइदा हुँदो रहेछ? एक्ज्याक्टली। अब जुन मैले तपाईँलाई सुरुमै भने नि, ब्याचलर छिर्दाखेरि चाहिँ मलाई के चाहिँ मैले मेरो दिमागमा पैसा पसिसकेको थियो भन्दा एउटा नेटवर्किङ कनेक्सन चाहिँ डेभलप गर्नुपर्छ भन्ने थियो कि। सो अघि नै पनि हामीले कुरा गऱ्यौँ गोल सेट गर्ने होइन। सो मेरो एउटा त्यो गोल सेट थियो होइन। त्यो भइसकेपछि र अर्को कुरा चाहिँ मैले
जुन यो प्रोग्रामिङहरूतिर पनि मेरो एकदमै इन्ट्रेस्ट थियो। मैले गरि पनि रहेको हुन्छु बेला बेला आफ्नो हिसाबले। इन्जिनियरिङ समुदायले केही हेल्प गर्ने खालको मेरो गिटअपमा कन्ट्रिब्युसन पनि छ कि है। सो त्यो पनि मैले प्राउडली चाहिँ मैले भन्न सक्छु है। अब यतापट्टि चाहिँ टाइम म्यानेजमेन्ट र कसरी म आबद्ध भयो भन्दाखेरि चाहिँ कनेक्सन्सकै कुरा हो है। मेन कुरो चाहिँ जहिले पनि मान्छे प्रोग्रेसिभ हुनुपर्छ, अलिकति नयाँ कुरा सिक्न खोज्नुपर्छ क्या। मेरो जता पनि मैले द क्युरियस असिम भनेर राख्ने गर्छु होइन। म आफूलाई पनि क्युरियस छु जस्तो लाग्छ है। कतै जाँदाखेरि चाहिँ त्यो कुरा कसरी हुन्छ अथवा त्यसमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा चाहिँ मेरो चाहिँ जहिले पनि धारणा हुन्छ कि आफ्नो इन्टरनल थिङ्किङ त्यसरी हुन्छ होइन। त्यो भइसकेपछि चाहिँ पुल्चोक क्याम्पसमा म अलिकति सोसाइटीहरूतिर आबद्ध भएँ। त्यो भने काठमाडौँ भ्याली लियो क्लब। त्यहाँबाट चाहिँ मेरो एउटा नेटवर्किङ भयो कि एउटा एक्सपोजर पनि मैले त्यहाँबाट पाएँ। मलाई पुल्चोक क्याम्पसभरिकै विभिन्न सिनियरहरूले पनि चिन्नुभयो, जुनियरहरूले चिन्ने मौका भयो। र सिभिल इन्जिनियरिङ मात्रै नभएर म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, आर्किटेक्चर त्यतापट्टिको विभागहरूको साथीहरू भाइ बहिनीहरूसँग पनि म अझै नजिक भएँ कि। त्यो प्लस मेरो अर्को जुन प्रोग्रामिङको मेरो नलेज मैले बिल्डअप गरिरहेको थिएँ नि त। मान्छेले त्यो सिक्न चाहिँ कहिले पनि छोड्नु हुँदैन कि। सो त्यो लर्निङलाई जहिले पनि अगाडि बढाइराख्नुपर्छ। किनकि सिभिल इन्जिनियरिङ प्रोग्रामिङ एकदमै रिलेटेड पनि होइन नि त। तर मैले अब त रिलेटेडै छ एकदमै अब छ होइन, लानु पनि पर्छ। सो त्यही नै हिसाबले मैले अगाडि बढाएको थिएँ। त्यसपछि हाम्रो आदरणीय राजन दाजुसँग पनि मेरो चिन्जान भयो। यही एक्सपोजर मैले पाएँ, मैले मिहिनेत गरेँ, हिसाबले नै उहाँसँग चिन्जान भयो। त्यो भइसकेपछि चाहिँ जियो मान्डुमा कसरी कन्ट्रिब्युट गर्न सक्छु त भनेर मैले दाइसँग पनि मैले आग्रह गरेँ होइन। सो जुन मेरो कोडिङको जुन मेरो ब्याकग्राउन्ड थियो नि त्यो हिसाबले चाहिँ मैले जियो मान्डुमा चाहिँ कन्ट्रिब्युट गरेँ। र अब टाइम म्यानेजमेन्टको कुरा त कस्तो भन्दाखेरि चाहिँ अब हामी ब्याचलरमा त पढिराख्नु पर्दैन। त्यो म पनि 3 दिनै पढ्ने मान्छे हो इक्जामको बेलामा। सो अगाडिको जुन सेमेस्टरको टाइम हुन्छ त्यो टाइममा चाहिँ म यसरी नै समयहरू बिताउँथेँ। भनेपछि त्यसले तपाईँलाई पोजिटिभ माइन्डसेट तयार गर्न अथवा तपाईँलाई चाहिँ फर्दर अगाडि बढ्न हेल्प नै गर्यो भन्ने बुझ्नु पर्यो। अभियसली अब जियो मान्डुको जस्तो कन्फरेन्समा म गइराख्दाखेरि पनि मैले अब तपाईँहरूलाई पनि देख्थेँ होइन। प्लस अब विभिन्न देशका प्रोफेसरहरू पनि हुनुहुन्थ्यो, सरकारी सेवामै लाग्नुभएका सरहरू पनि त्यहाँ रिसर्चको आफ्नो प्रेजेन्टेसनहरू लिएर आउनुहुन्थ्यो होइन। जस्तै अब पहिले सरकारी सेवामा लागेर अझै राम्रो अपर्च्युनिटी देखेर विदेश जाने, विदेशको रिसर्च गर्ने सरहरू पनि देखेँ मैले होइन। सो त्यो एउटा नेटवर्किङ अपर्च्युनिटी पनि थियो। र त्यहाँबाट फेरि मैले आफ्नो अझै माइन्डसेट जुन मेरो पाथ छ त्यो मैले अझै बढी क्लियर गर्ने मौका चाहिँ देखेँ। सो मेरो अब भाइ बहिनीहरूलाई अथवा मेरा साथीहरूलाई पनि सजेसन के हो भन्दाखेरि चाहिँ ब्याचलर पढ्दाखेरि चाहिँ सो तपाईँ कसरी स्ट्यान्ड आउट गर्न सक्नुहुन्छ भन्ने कुरामा अब तपाईँ फोकस चाहिँ त्यता पनि हुनुपर्छ। अब हामीले लामो कन्भर्सेसन पनि गऱ्यौँ है। लामो कन्भर्सेसन यो अर्थमा गऱ्यौँ कि हामीलाई लोकसेवामा कसरी नाम निकाल्ने भन्ने कुराको अलिकति कम्तीमा एउटा यही पढ भनेर त कसैले भन्न सक्दैन। तर पहिले माइन्डसेट डेभलप गर्ने अथवा गोल सेट गर्ने कुराहरू, टाइम म्यानेजमेन्ट गर्ने कुराहरू, रुटिन बनाउने कुराहरू, डिसिप्लिनमा बस्ने कुराहरू चाहिँ महत्त्वपूर्ण हुन्छ। भेटे भन्दैमा जे पनि त्यही खाने कि नखाने तयारीको बेलामा होला नि त। मलाई 3 प्लेट मनपर्छ भने 3 प्लेट खाइदिने कि फेरि 3 दिन सुताउने हो कि उसले? त्यो पनि हुनसक्छ। हेल्थलाई त एकदम होइन, किनकि हेल्थ राम्रो भएन भने फेरि त्यो पढ्न सकिँदैन, मेन्टल्ली फेरि आफू एक्जस्टेड भइन्छ। त्यो त ख्याल कहिलेकाहीँ आफ्नो प्रिय भोजन भेट्ने बित्तिकै मान्छेले ड्याङ्का खाइदिन्छ होइन। त्यो कुराहरू पनि हाम्रो चाहिँ अलिकति महत्त्वपूर्ण हुन्छ भनेर तपाईँले बुझाउनु भयो त्यो कुरा मलाई लाग्छ। अब अलिकति नेपालमा हाम्रो इन्जिनियरहरूले चाहिँ धेरै ठुलो च्यालेन्जहरू फेस गरिरहेछन्। अब तपाईँ करियर सुरु गर्नुभएको छैन, तर तपाईँले पक्कै पनि बुझ्नु भएको छ होला गभर्मेन्ट सर्भिसमा गर्ने धेरैजना इन्जिनियरहरूले डिफ्रेन्ट खालको चाहिँ कहिले चाहिँ गाली गलौज होला, कहिलेकाहीँ आफूले नगरेको गल्तीको भागीदार होला, कहिले क्वालिटीको इस्युमा होला, कहिले करप्सन भनेर होला, विभिन्न कारणले चाहिँ बदनाम हुनुपर्ने, समाचार बन्नुपर्ने, अथवा भनौँ न आफ्नो चाहिँ हामी त राम्रो मान्छे हो नि यार, यो कुरा त हुनु पऱ्यो नि त होइन। माइन्डसेट पनि डेभलप गर्नु हो नि त। हामी त राम्रो मान्छे हो नि त। हामी त यो देशमा त्यो बेलामा एसएलसी पास गर्ने मध्येका हामी राम्रो मान्छे हौँ। त्यो बेलामा हामीले 12 पास गर्ने मध्येका हामी राम्रो मान्छे हौँ। इन्जिनियरिङ गर्ने मध्येका हामी राम्रो मान्छे हौँ होइन। हामी त्यो समाजका राम्रा मान्छे हौँ हो नि त। हामीले त्यसलाई त स्थापित गर्दै गर्दै आजसम्म आएको हो नि त। हामी कुनै दिन पनि त चाहिँ यो चाहिँ बिग्रिया मान्छे भने त छैन नि त। भनेपछि तर समाजले त्यसरी चित्रण गर्ने दिन इनकेस त्यस्तै सराउन्डिङले फसिएला कि अभियसली सर भन्ने यस्तो खालको मैले भनेको त्यसमा भएका नराम्रा कुराहरूलाई चाहिँ कसरी हेर्नु भएको छ तपाईँले? होइन अभियसली सर हरेक ठाउँमा चाहिँ अब त्यसका आफ्ना राम्रो पक्ष र नराम्रो पक्ष पक्कै पनि छन् होइन। अब जुन राम्रा पक्षलाई चाहिँ हेरेर म लोकसेवातिर आएँ नि होइन, आइसक्दाखेरि यसमा व्यतिथिहरू पनि पक्कै पनि छन् होइन। अब
यसमा चाहिँ अब हाम्रो आफ्नो कन्ट्रिब्युसन चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि चाहिँ एउटा चाहिँ आफ्नो नैतिकताप्रति चाहिँ आफू अडान चाहिँ आफ्नो नैतिक अडान चाहिँ लिइराख्नुपर्छ होइन। अब विभिन्न केसेसहरू आउलान् होइन, त्यसमा चाहिँ कसरी हुन्छ आफ्नो नैतिकतालाई माथि राख्ने। बरु अब म आफू के कुरामा विश्वस्त छु भन्दाखेरि चाहिँ म लोकसेवामा म यदि सर्भाइभ गर्छु जस्तो लागेन। पब्लिक सर्भिसमा चाहिँ जुन भनिदिएका व्यतिथिहरू छन्, नराम्रो मान्छेहरू हुनुहुँदैन, राम्रो मान्छेहरू एकदमै हुन्छ। हामीले खास उहाँहरूलाई नै हेरेर इन्सपिरेसन लिने हो होइन, त्यही अनुसारको कार्यहरू पनि अगाडि बढ्ने हो। र यदि बिचमा गएर कुनै पोइन्टमा चाहिँ मैले मेरो लागि यो फिल्ड होइन भन्ने खालको जुन अब नैतिकका कुराहरू हुन सक्छन् होइन, मैले यो गर्न सक्दिनँ भन्ने कुरामा मात्रै पनि म भयो भनेदेखि म चाहिँ आफू के कुरामा चाहिँ म विश्वस्त छु भन्दाखेरि चाहिँ यहाँसम्म पनि मैले जे गर्छु भनेको छु त्यहाँ गर्न सकिरहेकै छु। आफ्नो स्किल त्यही अनुसार डेभलप गरिरहेको छु होइन, क्वालिटिजहरू त्यही अगाडि ल्याउँछु, नेटवर्किङ त्यही गरे अनुसार अगाडि बढाइरहेको छु नि त। सो लोकसेवा गर्दा पब्लिक सर्भिसमा आबद्ध भइराख्दाखेरि पनि कुनै पोइन्टमा गएर अब अरू कसैको इन्फ्लुएन्सले अथवा अरू कसैको बन्धनले होइन केही कुराले चाहिँ हामीलाई नराम्रो बाटोतिर लान खोज्यो भनेदेखि चाहिँ यदि मैले त्यो गर्न हुँदैन र सकिँदैन भने म बरु लोकसेवा छोड्न पनि तयार छु कि। मैले भन्न खोजेको मेरो फिल्ड नै म अर्कोतिरबाट डाइभर्ट गर्न सक्छु कि यदि म यो फिल्डको लागि रहन्छु। यहाँ जुन व्यतिथि छ म त्यसमा म नै रहेन भने के काम त्यो भने जस्तो नि होइन, हो नि, म अहिलेसम्म चाहिँ म मेरो लागि नै हो भन्ने जस्तो पनि छ होइन। तर जुन बिचमा अब हामी होपफुल पनि जहिले पनि होपफुल भएरै हेर्नुपर्छ होइन। पक्कै पनि त्यसमा आफू सबभन्दा सुरुमा देश बनाउँछु भनेर जो मान्छे सोच्छ उसले पहिला आफू राम्रो हुन्छु भन्ने चाहिँ सोच्नुपर्छ होइन। त्यो त्यही अनुसारको थिङ्किङ डेभलप गर्ने हो। र लोकसेवामा आबद्ध भएर पब्लिक सर्भिसमा लागेर एकदमै राम्रो गर्नुभएको, आइदर उहाँहरू रिसर्च गरेर हो वा उहाँहरू जुन सरकारी सेवामा जुन प्रोजेक्ट्सहरू एक्जिक्युट गर्दाखेरि पनि एकदमै जो एप्रिसिएसन पाउनु भएको छ नि, सो उहाँहरूलाई हेरेर हुन्छ हामी त्यहाँबाट मोटिभेट हुने, एउटा मोटिभेसनको सोर्स खोज्ने हो। त्यसपछि उहाँहरूको कार्यलाई अनुसरण पनि गर्ने हो होइन। र यदि सकिएन कसैको दबाबले गर्दाखेरि अथवा केही कारणले चाहिँ उहाँहरूले यसो गर भनेर भन्दाखेरि आफ्नो नैतिकताले चाहिँ त्यो दिँदैन र मिल्दैन भनेदेखि चाहिँ यदि छोड्नै परेदेखि म मेरो फिल्ड होइन भन्ने आइडेन्टिफाई गरेँ भनेदेखि मैले एउटा कनेक्सन मैले डेभलप गरिसकेका हुन्छु। म लोकसेवामा लागिसक्दाखेरि मैले मेरो कनेक्सनहरू पाइसकेका हुन्छु। त्यति बेलासम्म मेरो एक्सपर्टिज पनि मैले डेभलप गर्छु भने मैले तपाईँको यो पोडकास्ट गर्ने क्रममा अथवा यो कन्भर्सेसन गर्ने क्रममा म धेरैजना सरहरू भेटेको छु क्या। जस्तै अहिले स्क्याफको प्रेसिडेन्ट हुनुहुन्छ, उहाँ धेरै वर्ष चाहिँ सरकारी सेवा गरिवरी उहाँले छोडिदिएर म यो मेरो होइन लाइन भनेर आउनुभएको। त्यसपछि तपाईँको चाहिँ अस्ति भर्खरै कन्भर्सेसन गरेको कस्तो नाम बिर्सेँ मैले, तर जे होस् धेरैजना सरहरू हुनुहुन्छ कि त्यो सेक्टरमा सर्टेन आफूलाई कम्फर्ट फिल नभएर निस्किएको पनि हुन्छ। तर उहाँहरूले बाहिर गएर फेरि एकदम राम्रो पनि गर्नुहुन्छ। किन के रहेछ त यसमा चाहिँ लजिक भन्ने कुरामा मैले चाहिँ विचार गरेको। म तपाईँको एकदमै राम्रो स्यालेरीमा पुगेको थिएँ त्यो बेलाको है। म सिजी सिमेन्टमा राम्रो स्यालेरीमा थिएँ, म त्यहाँ म्यानेजरको पोस्टमा थिएँ। मेरो जबको 5 वर्ष जति भएको थियो जब सुरु गरेँ। त्यो बेलाको मेरो बेस्ट नै थियो क्या, मेरो लागि मेरो क्षमता अनुसार बेस्ट। मभन्दा राम्रोको राम्रो होला छोडिदिउँ। अनि तर मेरो कन्सल्टिङमा अलिकति मेरो काम आउने औला जस्तो भयो। अनि मैले विचार अब मैले जाहिर छोड्नु ठुलो डिसिजन हो नि त फेरि, एकदमै त्यो त लागिरहेछ होइन। अनि त्यो छोड्ने बेलामा चाहिँ मैले एकजना मेन्टरसँग चाहिँ मैले सल्लाह त लिनु पऱ्यो। सल्लाह लिँदाखेरि उहाँले मलाई भनेको आज पनि याद आउँछ, हेर तिमीले जति मेहनत गरेका छौ त्यो मेहनत अनुसार पैसा दिए हो, त्यो तिमीले प्रमाणित गरिसकेका छौ। किनभने तिमीलाई 2 महिनामा भए त होइन नि त, तिमीले त्यति पैसाको लागि तिमी लायक छौ भन्ने प्रमाणित भइसकेको छ अगाडिदेखिकै हो। त्यो भएपछि तिमी के बुझ भने त्यति नै डेडिकेसनमा तिमी अर्को जुनसुकै काम गर त्यति पैसा कमाउँछौ, त्यो चाहिँ घट्दैन तिम्रो। त्योभन्दा बढी कति हुन्छ त्यो तिम्रो कुरा भयो। तर तिमीले काम चाहिँ हुनु पऱ्यो। फेरि कामै छैन भने त के गर्ने, खाली बस्नु त भएन। त्यतिकै मेहनतमा अर्को काम गर्छौ भने तिमीले त्यति चाहिँ कमाउँछौ। त्यो भएर त्यो जागिरै तिमीलाई चाहिन्छ भन्ने चाहिँ त्यो दिमागबाट हटाऊ। त्यो फ्रिल्यान्सै गर्यौ र त्यति नै डेडिकेसनका साथ तिमीले गर्यौ भने तिमीले पैसा त्यति चाहिँ कमाउँछौ। पैसाको मात्रै टेन्सन हो भने र करियर पनि तिम्रो बिल्ड हुन्छ भनेर भन्दिनँ। मैले भोलिपल्ट राजीनामा हान्दिनँ होइन। भनेपछि त्यो एउटा चाहिँ त्यहाँसम्मको स्किल भएर पनि तपाईँ फेरि आफ्नैतिर लाग्नु भएन आफै गर्नलाई होइन। हो भनेपछि त्यो कस्तो हुन्छ भने त्यो कहिलेकाहीँ चाहिँ
या त भित्रैबाट हुटहुटी हुन्छ नि त मान्छेलाई। त मलाई त जिन्दगीमा स्टार्टबाटै मलाई केही आफ्नै गर्नु थियो कि म जे होइन गर्छु भन्ने खालको थियो। त्यो भएर म त्यतातिर लागेँ। एक्ज्याक्टली कसै तपाईँको अब म त्यही सोचिरहेको थिएँ, तपाईँको आफ्टर 10 इयर्स आफ्टर 15 इयर्स तपाईँ आफूलाई कहाँ देख्न चाहनुहुन्छ? जस्तै होइन अहिले अब पब्लिक सर्भिसकै कुरा गर्नु पऱ्यो नि, अब म बिजनेसम्यान बन्छु भन्नु त भएन। होइन एक्ज्याक्टली। जस्तै मैले तपाईँसँग पहिले गफ हामी सुरुमै पनि गफ गरेको थियौँ, त्यतिखेर पनि मेरो चाहिँ अगाडि चाहिँ म कन्सल्टिङतिर लाग्न सक्छु कि भन्ने यस्तो मैले थट गरेको थिएँ नि त। सो अब मेरो मेन एम त अहिले म लोकसेवातिर नै छिरेँ होइन। अब लोकसेवाको सचिव भने एकदमै प्रेस्टिजियस पोस्ट पनि हो होइन। त्यसपछि अब जस्तै म अहिले हाइवेतिरै सिफारिस भइराख्दाखेरि डिपार्टमेन्ट अफ रोड्सतिरकै पनि जुन अब हाम्रो सरहरू हुन्छ एकदमै उदाहरणीय सरहरू हुन्छ, अहिलेको डिजी सरहरू पनि, त्यसरी पहिलाका डिडिजीहरूलाई हेर्दाखेरि पनि एउटा मोटिभेसन हुन्छ होइन। सो मैले अब नेक्स्ट 20 इयर्समा मैले आफूलाई देख्ने भनेको चाहिँ मैले म सरकारी सेवातिर नै म लाग्न, यदि अहिले त म भर्खरै छिरेँ होइन, यदि मेरो सरकारी सेवा चाहिँ मलाई हो, म यसमा सर्भाइभ गर्न सक्छु अथवा म यसमा आफ्नो लाइफ भेट्न सक्छु भन्ने जस्तो मलाई यदि लाग्यो भनेदेखि चाहिँ त्यो मैले आइडेन्टिफाई पनि गर्छु भन्ने मैले होइन। त्यो भयो भनेदेखि चाहिँ म अबको 20 वर्षमा चाहिँ म आफूलाई चाहिँ सडक विभागको जुन अब सहसचिव भएर डिजीसम्म हुनुहुन्छ नि, सो मैले मेरो आफ्नो थट्समा चाहिँ म सचिवसम्म पुग्ने हो भन्ने चाहिँ मेरो थट्स। ल अग्रिम शुभकामना, त्यो पुगिन्छ भने। किनभने हामीले चाहिँ मैले पर्सनल्ली कन्भर्सेसन गर्ने क्रममा चाहिँ धेरै व्यक्तिहरूसँग कन्भर्सेसन गरेको छु कि कन्भर्सेसन गर्ने अब सचिव, पूर्व सचिव, सहसचिव, सरकारी सेवामा हुने, अब राजनीतिमा हुने, पूर्व प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू सबैसँग गरेको छु। मैले बुझेको चाहिँ के हो भने त्यो जब तपाईँले अठोट गर्नुहुन्छ र मेहनत गर्नुहुन्छ तपाईँ त्यो प्राप्त गर्नुहुन्छ, त्यति मात्रै हो। त्यसको लागि डिसिप्लिन हुने नहुने भन्ने कुरा त तपाईँको हो, नहुने भए हुँदैन नि केटारी होइन। एकदमै खुसी लाग्यो असीम सर, तपाईँ यङ पनि हुनुहुन्छ है। अब तपाईँले एकदमै राम्रो प्रगति पनि गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। किनभने एउटा राम्रो मान्छेको सर्कलमा पुगिसकेको मान्छे त्यति साह्रो नराम्रो हुँदैन क्या, सर्कल पनि राम्रै हो। तपाईँलाई हामीलाई दिनुभएको समयको लागि धेरै धन्यवाद। यो इन्जिनियरको कथा चाहिँ इन्जिनियरहरूसँग कन्भर्सेसन गर्ने, केही न केही सिक्ने भन्ने उद्देश्यका साथ सुरु भएको। तपाईँलाई हाम्रो सेटअप कस्तो लाग्यो र सुन्नेलाई के भन्नुहुन्छ भनेर इन्ड गर्नु पर्यो। एकदमै थ्याङ्क यू सो मच सर फर द इन्भाइटेसन। एकदमै सेटअप पनि एकदमै राम्रो, एकदम इन्भाइटिङ खालको सेटअप छ होइन। सो एकदमै कम्फर्टेबल्ली हामी चाहिँ गफ पनि गऱ्यौँ नर्मल तरिकाले। सो अब जति पनि अहिले चाहिँ अब हामी लोकसेवाकै कुरा गरिराख्दाखेरि चाहिँ मलाई हाम्रो अडियन्स पनि लोकसेवा एस्पाइरेन्ट्सहरू नै हुनुहुन्छ भन्ने चाहिँ म त्यो कुरामा विश्वस्त छु र मैले भनेका कुराहरूले तपाईँहरूलाई मोटिभेट पनि पक्कै गरे होलान् है। सो फेरि पनि हामी अब समरीमा जाँदाखेरि चाहिँ मेन कुरो चाहिँ सुरुमा चाहिँ तपाईँ के क्लियर हुनुहोस् भन्दाखेरि म लोकसेवा गर्छु कि गर्दिनँ, म प्रिपरेसन गर्दिनँ, त्यसमा चाहिँ तपाईँ एकदमै रिजिड हुनुहोस्। यदि म प्रिपरेसन गर्न सक्दिनँ, म त्यति धेरै पढ्नलाई टाइम दिन सक्दिनँ भन्ने जस्तो लाग्छ। किनकि लोकसेवामा अभियसली टाइम चाहिन्छ, डेडिकेसन पनि चाहिन्छ, बिचमा आफू डिस्ट्र्याक्ट पनि हुन सकिन्छ होइन, अगाडि पनि ल्याउनु पऱ्यो। सो सबभन्दा सुरुमा एउटा क्ल्यारिटी चाहिँ कहाँ आउनुहोस् भन्दाखेरि चाहिँ म नेपालमै बस्ने हो अथवा एउटा रिजनले चाहिँ म किन लोकसेवा गर्छु भन्ने कुरामा चाहिँ तपाईँ आफ्नो एउटा रिजन फाइन्ड गर्नुहोस् र लोकसेवा प्रिपरेसनमा लाग्नुहोस्। प्रिपरेसनमा लागेर एउटा टार्गेट पनि सेट गर्नुहोस् न, मैले यति मार्क्स चाहिँ यो सब्जेक्टमा ल्याउनुपर्छ है भन्ने खालको, सब्जेक्टिभमा यति मार्क्स, अब्जेक्टिभमा यति मार्क्स भन्ने टार्गेट पनि एउटा डिफाइनेबल टार्गेट चाहिँ सेट होस् कि। अनि त्यही टार्गेट चाहिँ मिट भएको छ कि छैन, के कुराले गर्दा मिट भएन। जस्तै एमसिक्यू नै दिँदाखेरि पनि भनौँ न, जस्तै 50 मार्क्स ल्याउनु पर्ने जम्मा 30 मार्क्स आछ भने कस्तो क्वेसनहरू बिग्रियो कि। सो त्यो टार्गेट मिस गर्नलाई चाहिँ के कुराले तपाईँलाई रोकिराख्यो भन्ने कुरा चाहिँ आइडेन्टिफाई हुनु पऱ्यो कि। आइदर त्यो क्वेसनको हिसाबले होस् अथवा प्रिपरेसन गर्दाखेरिको जुन अब हेल्थको इस्युजहरू आउन सक्ने अथवा है। सो कसरी चाहिँ तपाईँले गर्नु पऱ्यो कि। मेन्टल्ली आफूलाई निद मात्र लाग्यो भनेदेखि पनि भएन नि त, के कुराहरू त्यो फ्याक्टर्स आइडेन्टिफाई गर्ने, टार्गेट सेट गर्ने र त्यो अनुसार अगाडि बढेदेखि सकेस अभ्यस्ली पनि हुन्छ। र अर्को कुरा चाहिँ लोकसेवा मात्रै पनि सबै थोक होइन, यो पनि मेरो एकदमै स्मल टिप अफ द आइसबर्ग हो होइन। यो अहिले चाहिँ व्यापक चर्चा भइरहेको चाहिँ अब सबैतिर ऱ्याङ्क 1 आइराख्दाखेरि हो होइन। ऱ्याङ्क 1 सुरुकोचोटि आउँदाखेरि मलाई लक मात्रै हो कि जस्तो पनि लागेको थियो होइन, दोस्रोचोटि आउँदा पनि लकै पनि हुनसक्छ जस्तो लागिसकेको थियो। तेस्रोचोटि पनि आइसक्दाखेरि चाहिँ हो मेरो प्रिपरेसन पनि पुगेर रहेछ, जुन मैले स्ट्राटेजी अपनाएको थिएँ पढ्नको लागि होइन, त्यो पनि पुगेर रहेछ भन्ने कुरामा चाहिँ त्यसपछि चाहिँ म अलिकति विश्वस्त भएँ होइन। फर्स्ट टाइम आउँदा सेकेन्ड टाइम आउँदा मैले त्यति धेरै प्रायोरिटी पनि दिएको थिएन। सो
मेन कुरो लेभल अफ तपाईँको त्यो चाहिँ तयारी पुग्यो क्या। पुगेर रहेछ अब यो यस्तो टाइम हुन्छ कि त्यो तयारी पुगेपछि अब तपाईँ जतिको तयारी पुग्ने अर्को नआउन्जेल तपाईँ एक हुने हो क्या होइन। अर्को तपाईँभन्दा राम्रो तयारी हुने पनि आउन त सक्छ नि मान्छे। त्यो भयो भने तपाईँ 2-3तिर जान सक्नुहुन्छ। तर एउटा सर्टेन टाइममा अहिले यो युग भइरहेको छैन अहिले गोल्डन बुटको यो गेममा उनीहरूको त्यो पुगिरहेछ क्या होइन। मेसीले छोडेकै छैन त, उसको त्यही नै टाइमिङ चलिरहेछ नि त। अब अरूको त्यो पुगिरहेको छैन, त्यही भएर उनीहरू गोल्डन बुट पाइरहेको छैन भने जस्तै हो। त्यही भएर यो एकदमै मेहनतै गर्नुपर्छ। एकदमै रमाइलो कुरा गरियो, एकदमै खुसी लाग्यो। थ्याङ्क यू सो मच, धन्यवाद। धन्यवाद।